आज हामी 6 पकेट सिन्ड्रोमको कुरा गर्दैछौँ। तपाईहरुलाई थाहा छ 6 पकेट सिन्ड्रोम इन चाइल्ड्स बिहेभियर? वेल नमस्ते, आज कार्तिक 27 गते 13 नोभेम्बर सिजन 3 को 8 एपिसोड लिएर आज हामी फेरि च्याट गफ विथ माया एट टिचर्स क्याफेमा आइसकेको छौँ। So before I start the conversation, let's cheer up. Yes, अघि भने जस्तै आज हामी चाहिँ चिल्ड्रेन्स बिहेभियरको कुरा गर्दैछौँ जसमा चाहिँ 6 पकेट सिन्ड्रोमको कुरा गर्छौँ। सो बेसिकली जब 6 पकेट सिन्ड्रोम भनिन्छ इट shows 6 different financial resources for a child. सो को रिसोर्स हुन सक्छ? पेरेन्ट्स, आमा बाबा, maternal parents and paternal parents, grandparents. I mean like आमा बाबा, maternal grandparents and paternal grandparents. So यो 6वटा थमबाट चाहिँ बच्चाले पाउने माया, बच्चाले पाउने गिफ्ट, स्पेशली चाहिँ मेटेरियलिस्टिक गिफ्ट्सहरूले चाहिँ बच्चाहरूमा it brings the sense, it brings less sense of a struggle. It brings lots of financial resources for them. तर त्यो इजिली एभाइलेबल रिसोर्सेस हुन्छ। त्यो रिसोर्सेस पाउनलाई चाहिँ स्ट्रगल गर्नु पर्दैन भने त्यो स्ट्रगल नपाएपछि चाहिँ दे डोन्ट भ्याल्यू के को त भन्दा मायाको भ्याल्यू हुँदैन, लभको भ्याल्यू हुँदैन, गिफ्ट्सको भ्याल्यू हुँदैन एन्ड दे थिङ्क द्याट दे आर लाइक यो चिज चाहिँ उनीहरूले पाउनै पर्ने हो। सो यो रिसेन्ट हामीले कुरा गर्ने बेलामा कतिजना बच्चाहरूको बिहेभियरहरू हेरिराखेको हुन्छ जसले चाहिँ कुनै पनि चिजको भ्याल्यू दिन आउँदैन। सो त्यो भ्याल्यू दिनेको बिहेभियरको पछाडि चाहिँ के रिजन छ भने एउटा रिजन चाहिँ वान अफ द रिजन्स इज सिक्स पकेट सिन्ड्रोमको कुरा गरेछ। इट इज नट अ प्रुभन थ्योरी तर सोसल अब्जर्भेसन र कन्सेप्चुअल आइडियाले चाहिँ 6 पकेट सिन्ड्रोम चाहिँ बच्चाहरूमा छ कि छैन भन्ने एज एन एडल्ट एज अ टिचर हामीले चेक गर्नुपर्छ, हेर्न सक्छौँ। सो तपाईँहरूलाई स्वागत छ फेरि 8 आज हामी 13 नोभेम्बरमा आज हामीसँग एकदमै स्पेसल गेस्ट हुनुहुन्छ। उहाँ गेस्ट किन स्पेसल पनि भन्नाले मैले धेरै कुरामा चाहिँ उहाँले स्पेसल भन्न मन लागिराखेको छ किनकि हामीले जस्ट वी आर नट टकिङ टु एन एजुकेटर। उहाँको ब्याकग्राउन्ड, उहाँको एक्सपिरियन्स धेरै रिच छ। सायद हामी धेरै पर्सपेक्टिभमा बसेर चाहिँ एज एन एजुकेटरको बारेमा कुरा गर्न सक्छौँ आजको गफमा। मेरो लक्ष्य चाहिँ त्यही हुने हो। सो हामी एजुकेसनले चाहिँ कसरी अरू फिल्डहरूबाट कनेक्ट गर्न सक्छौँ भन्ने मेरो प्रयास हुनेछ र सँगसँगै हामी नर्मली है इट्स लाइक आई क्यान बी रङ बट इन अ भेरी जनरल प्र्याक्टिस के देखिन्छ भने इसिडी भनिसकेपछि चाहिँ अलिकति जेन्डर बाइस हुन्छ होइन। सो आई रियली अप्रिसिएट हिम कि उहाँले चाहिँ इसिडी फिल्ड चुनेर सेलेक्ट लिएर जाँदै हुनुहुन्छ, नट ओन्ली एज एन एजुकेटर बट उहाँको चाहिँ ब्याकग्राउन्ड अलिकति मिडियासँग पनि कनेक्ट। सो पोस्टमा हेरिसक्नु भएको छ। आज हामीसँग मिस्टर अनन्त घिमिरे हुनुहुन्छ र अनन्त सरलाई इन्ट्रोड्युस गर्ने बेलामा चाहिँ 2-3टा कुराहरू है मलाई सुरुमै उहाँले स्वागत नगरिकन क्वेसन सोध्नु मन चाहिँ लागिसकेको छ बट लेट मी वेलकम हिम फर्स्ट। सो अनन्त सर नमस्ते। नमस्कार। थ्याङ्क यू सो मच। अघि साउन्ड मिलिरहेको थिएन, अहिले चाहिँ कस्तो रिलिफ भए। चिया गफमा स्वागत छ। धन्यवाद म्याम। अनि चिया गफमा चियाको कप नदेखाइकन त हामी अगाडि बढ्नै सक्दैनौँ। चियर्स। अनन्त सर मलाई सुरुमै कस्तो क्वेसन सुट गर्नु मन थियो कि अनि फेरि अघिको टेक्निकल कुराहरू हेरेर आई अल्सो गट नर्भस होइन। सो आई वुड लाइक टु स्टार्ट दिस कन्भर्सेसन विथ भेरी सिम्पल क्वेसन। आजको दिन कस्तो भयो सर तपाईँको? आजको दिन राम्रै भयो। चिया भन्दा बढी कफी खाइयो आज, त्यो संयोग त्यस्तो पर्यो। भेटघाट थियो अनि खास अब यो अघि यहाँले भन्दै हुनुहुन्थ्यो यो ब्याकग्राउन्ड चाहिँ मिडिया कम्युनिकेसनको हो भन्दै गर्दाखेरि चाहिँ आजको होल डे चाहिँ नेपाल टेलिभिजनमा भित्र बित्यो भनौँ न आज अलमोस्ट टाइम चाहिँ होइन। अनि
त्यहाँ हामीले एउटा कार्यक्रम गर्दैछौँ। त्यही सिलसिलामा आजको दिन चाहिँ अलमोस्ट त्यतै बित्यो। त्यो सँगसँगै अर्को जोडिएको चाहिँ यो बालबालिकाहरूको कथाका किताबहरू चाहिँ अलिकति धेरै ठाउँमा पुग्योस् भन्ने हिसाबले हामीले एउटा पहल गरिरहेको थियौँ। एउटा त्यही पहलको सिलसिलामा पनि अर्कै ठाउँमा पनि थिएँ म। सो दिनभरि अलमोस्ट यस्तैमा बित्यो आज, एकदम रस। हो, रस भएको थाहा पाएर धेरै खुसी लाग्यो। हाम्रो यो स्टार्टिङको कन्भर्सेसनमै मैले प्रिपेयर गरेको 2टा क्वेसन, कफी अर टी भन्दा तपाईँले कफीमै दिन बित्यो भनिसक्नु भयो होइन। आई न्यू द्याट नेपाल टेलिभिजनसँग मिलेर हजुरले चाहिँ केही प्रोडक्सनमा काम गर्दै हुनुहुन्छ होइन। सो त्यसको बारेमा जस्तो यो चियागफ इज इट्स अबाउट लाइक एक्सप्रेसिङ आवर सेल्फ, आवर एक्सपिरियन्सेसहरूलाई हामी सेयर गर्छौँ, सँगसँगै हामी के गर्दैछौँ भन्ने कुराको प्रमोसन गर्न पनि एउटा राम्रो प्लेटफर्म हुनसक्छ होइन। सो यो मिडियालाई चाहिँ म अलिकति पछाडि कुरा गर्छु भन्ने लागेको थियो, सिन्स यु हेभ स्पेन्ड योर आजको पुरा दिन यही नेपाल टेलिभिजनमा भनेपछि नेपाल टेलिभिजनमा चाहिँ के काममा बिजी हुनुभयो, यसो के भनिदिनुहुन्छ कि? यस्तो छ, अब हाम्रो ताली एजुकेसन भन्ने छ, हामी यो प्रारम्भिक बाल विकास तथा शिक्षामा काम गर्छौँ। अनि त्यही सिलसिलामा चाहिँ एउटा नेपाल टेलिभिजनमा साना साना हाम्रा भाइ बहिनी बालबालिकाहरूको लाई लिएर चाहिँ एउटा प्रोग्राम रन भइरहेको छ, छुनुमुनु भन्ने। अन्त छुनुमुनु भन्ने प्रोग्राममा चाहिँ तालीले अब त्यसो अलिकति त्यसको कन्टेन्टमा, त्यसको फर्मेटमा अलिकति काम गर्न सकिन्छ कि भनेर हामीले चाहिँ सँगै हात मिलाउने कोसिस गरेका छौँ। त्यही सिलसिलामा चाहिँ आज त्यहाँको त्यसको यो प्रशासनिक कामको लाई लिएर आज अलमोस्ट त्यहाँ चाहिँ दिन बित्या छ। त्यसको अब खास भएको थियो के भन्ने कुराको प्रमाण चाहिँ हामी भोलि सोसल मिडियामा हामी भोलि चाहिँ त्यसको त्यो चाहिँ हामी देखाउँछौँ। ओके, सो प्रमाण देखाउनु त छँदैछ, किनकि काम भइसकेपछि प्रमाण त पक्कै पनि रहनेछ होइन। अब यो छुनुमुनु कार्यक्रम हो चाहिँ के, अनि कसरी चाहिँ यसमा पार्टिसिपेट गर्न सकिन्छ भन्ने केही कुराहरू भनिदिनु भयो भने आज हामी चाहिँ तपाईँको अब प्रोफेसनल ब्याकग्राउन्डबाट चाहिँ पर्सनल ब्याकग्राउन्डतिर छिर्छौँ, सिन्स यु हेभ अलरेडी स्टार्टेड दिस कन्भर्सेसन। सो वाट इज छुनुमुनु प्रोग्राम, अनि यसमा चाहिँ यो केही लिमिटेडहरूको लागि मात्रै हुन् कि हरेकजनाले पार्टिसिपेट गर्न सक्नुहुन्छ? पार्टिसिपेट गर्न सक्नुहुन्छ भने चाहिँ कस्तो खालको प्रोसेसहरू रहेको छ, यसो अलिकति हाइलाइट गरिदिनुहोस् न। छुनुमुनु कार्यक्रम चाहिँ अब यो हाम्रो भनौँ न, अब हामी इसिडी भन्दै गर्दाखेरि चाहिँ यो इसिडी एजका बालबालिकाहरू जो हुनुहुन्छ, स्कुलमा पढिरहनु भएको छ, स्कुलमा जो गइरहनु भएको छ, उहाँहरूलाई लक्षित गरेर टार्गेट गरेको नेपाल टेलिभिजनको प्रोग्राम हो। त्यहाँ चाहिँ नेपाल टेलिभिजनको टिम स्कुलमै गएर चाहिँ त्यहाँको इन्भाइरोमेन्ट, त्यहाँको लर्निङ इन्भाइरोमेन्ट, त्यहाँको बालबालिका कसरी सिकिरहनु भएको छ, कसरी सिकाइरहेको छ, कस्तो छ त त्यहाँको इन्भाइरोमेन्ट, उहाँले के उहाँहरूसँग के कस्ता ट्यालेन्टहरू छन्, ती कुराहरूलाई चाहिँ क्याप्चर गर्ने खालको प्रोग्राम हो। 25 मिनट जतिको प्रोग्राम हुन्छ त्यो चाहिँ। अनि त्यो प्रोग्राम चाहिँ स्कुलमै गएर सुटिङ गरिन्छ। सो त्यसो भन्दै गर्दाखेरि चाहिँ अब जो पनि स्कुल हुनुहुन्छ, जो पनि बालबालिकाहरूसँग काम गरिरहनु भएको छ, उहाँहरू त्यो स्कुलको त्यो चाहिँ हाम्रो प्रोग्रामको चाहिँ लक्षित वर्गमा पर्नुहुन्छ होइन। यो मिडियाको कम्युनिकेसनको भाषा प्रयोग गरे त्यसो हुँदाखेरि नमिल्ला कि यो पनि कुरा गरौँला है। हजुर। अनि त्यो प्रोग्राम चाहिँ हरेक शुक्रबार बिहान 9 बजे नेपाल टेलिभिजनबाट आउँछ। अनि अब सामाजिक सञ्जाल अरू युट्युबहरूमा त आउने भइ नै हाल्यो। त्यसो गर्दै गर्दाखेरि यो एउटा राम्रो प्लेटफर्म हुन्छ कि भनेर, र यसमा हामी अलिकति यसको फर्मेटमा अलिकति यसलाई क्रिएटिभली कसरी प्रेजेन्ट गर्न सकिन्छ भनेर पनि डिस्कसन गरिरहेछौँ। सो त्यही हो यसको प्रोग्रामको। अनि जो पनि यसमा जुनसुकै स्कुल पनि, जो हाम्रो आफ्ना साना साना नानी बाबुहरूलाई चाहिँ जो स्कुलमा हुनुहुन्छ, उहाँहरूको ट्यालेन्ट पनि देखाउने, प्लस स्कुलको प्रमोसनल एक्टिभिटिज पनि हुने भयो त्यसमा, त्यो प्रमोसन पनि हुने भयो। त्यो प्लेटफर्म हो नेपाल टेलिभिजनमा प्रसारण भइरहेको कार्यक्रम छुनुमुनु। नाम सुन्दै राम्रो छैन म्याम? छुनुमुनु कति राम्रो, एकदम रमाइलो, सुन्ने बित्तिकै एकदम क्याची, अनि नामले हजुर देखाउँछ कि इट इज फर एसिडी भनेर। छुनुमुनुमा ताली भएपछि त, छुनुमुनुमा ताली बजाएपछि त
होइन अनि त्यो पनि नेपाल टेलिभिजनबाट त्यो पनि आइसकेपछि त राष्ट्रिय टेलिभिजन हजुर होइन सो हामी यो चिया गफको चाहिँ विशेषता यही हो अनन्त सर वी डोन्ट ह्याभ एनी फर्मेट फर कन्भर्सेसन होइन हामी ठिक छ जस्ट वी क्यान स्टार्ट विथ एनी पोइन्ट अफ आवर कन्भर्सेसन हजुरलाई जे बोल्नु मन लाग्छ आफ्नो एक्सपिरियन्स आफ्नो प्रोफेसनको बारेमा हामी त्यही बहावसँग चाहिँ लगभग 45 मिनट चाहिँ कुरा गर्छौँ एक आपसँग है सो स्टार्टिङमा आज तपाईँको तालीको पनि कुरा भइसक्यो तपाईँले मिडिया पनि म कहीँ न कहीँ मिडिया कर्मी हुँ मिडिया र कम्युनिकेसनसँग रिलेट छु भन्ने कुरा पनि यहाँ हामीले प्रुफ पाइसकेको छौँ होइन इसिडी एजुकेटर चाहिँ किन वाइ इसिडी यो चाहिँ कस्तो भयो भने यो प्रारम्भ बेलामा इसिडी प्रारम्भिक बाल विकास होइन यो चाहिँ 3-4 वर्ष अगाडि म एउटा संस्थामा काम गर्थेँ एन्टेना फाउन्डेसन नेपाल भन्ने संस्थामा अनि त्यतिखेर काम गर्दाखेरि चाहिँ युनिसेफको एउटा हाम्रो परियोजना थियो कि त्यतिखेर अभिभावक शिक्षा अथवा प्रारम्भिक बाल विकासमा थियो अनि त्यो चाहिँ रेडियो नाटकको एउटा प्रोजेक्ट थियो भनौँ न त्यो एउटा परियोजना थियो त्यो चाहिँ मोर इसिडीमा फोकस थियो कि अनि त्यो चाहिँ त्यसमा ड्रामा गर्नुपर्ने थियो रेडियो ड्रामा रोपे गुना फल भन्ने प्रोग्राम थियो नाम सुन्दै रोपे गुना फल होइन त्यो प्रोग्राम गर्दै जाँदाखेरि त्यसको विषयवस्तु चाहिँ कस्तो लाग्न थाल्यो मलाई भन्दाखेरि चाहिँ त्यो चाहिँ लाइफ स्किल हुन्छ नि त्यसमा आउने विषयहरू त्यो ओहो त्यो त चाहिने विषय रहेछ त सबैको लागि भनेको जस्तो मिडियामा काम गर्दाखेरि चाहिँ कस्तो नै तपाईँ कुनै जुनसुकै विषय पनि तपाईँले सर्टेन टाइमको लागि गर्नुहुन्छ भने तपाईँ त्यसमा चाहिँ एज अ त्यो विषयको लागि तपाईँ अलिकति रिसर्च गर्नुहुन्छ खोज्नुहुन्छ अनि त्यसलाई राम्रोसँगले बेटर प्रेजेन्टेसन गर्नु पऱ्यो मिडियामा होइन त्यो लेखेर होस् अथवा टेलिभिजनमा होस् अथवा रेडियोमा होस् होइन अनि हामीले चाहिँ त्यो गर्दै गर्दाखेरि मलाई त्यसको विषयहरू एकदमै छोयो अनि हाम्रो त्यो एउटा अर्को टक्सो प्रोग्राम थियो क्या यो हामीले अहिले चिया गफ गरे जस्तै नेपाल चौतारी भन्ने एउटा प्रोग्राम पनि थियो त्यसमा चाहिँ विभिन्न अब हाम्रो गेस्टहरू आउनुहुन्थ्यो एक्सपर्टहरू आउनुहुन्थ्यो अनि हामी विभिन्न यो इसिडीका प्यारेन्टिङ एजुकेसनका विषयमा छलफल गर्थ्यौँ अनि त्यो गर्दै जाँदाखेरि आफूलाई पनि नलेजहरू हुँदै गयो कि अनि कस्तो भइदियो भने त्यो चाहिँ फेरि मेरो पनि अब अर्को दोस्रो बेबी हुने बेला भएको थियो होइन अनि त्यो विषय मैले मैले त्यो बुझ्न थालेँ अनि यता मलाई पनि काम लाग्यो क्या घरमा घरमा पनि काम लाग्यो अनि त्यसको यस्तो हुँदो रहेछ के हुँदो रहेछ हेरौँ न त कुरा गरौँ जस्तो मतलब पेटमा छ भने गफ गरेर हेरौँ न त के हुँदो रहेछ 4 महिना त बच्चाले सुन्छ अरे नि त त्यो पेटभित्रको उसले भनेपछि 4 महिना भएपछि ल गफ कुरा गरौँ न त भन्ने भयो होइन गीत सुन्ने भयो सुनाउने भयो कथा भन्ने भयो यस्तै यस्तै भयो कि त्यो सिकेको कुरा गर्दै जाँदाखेरि त्यसको रिजल्ट चाहिँ पछि राम्रै पनि आयो अनि त्यही बिचमा चाहिँ अब यो काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनमा चाहिँ यो इसिडीमा मास्टर डिग्री सुरु गर्ने भन्ने कुरा भयो अनि हाम्रो गुरुआमा डाक्टर मीनाक्षी दाहाल म्यामले चाहिँ तपाईँ मिडियाको मान्छे एडभोकेसी पनि गर्नु पर्यो नि अनन्तजी त्यहाँ चाहिँ एडमिसन गर्नु पर्यो पढ्नु पर्यो भन्नुभयो अनि मलाई चाहिँ के लाग्यो त्यतिखेर नि मैले यसको बारेमा धेरै कुरा बुझिसकिहालेँ यत्रो प्रोजेक्टको विभिन्न प्रोग्रामहरू गर्दा मलाई खासै गाह्रो हुन्न होला त्यसमाथि भर्चुअल थियो अफिस टाइम पछाडि 1 घन्टा अफिस सके पछाडिको 3 घन्टाको टाइम चाहिँ छुट्याउँदाखेरि के फरक पर्छ जस्तो लागेर जोइन पनि गरियो पढाइ पनि सँगसँगै भयो काम पनि सँगसँगै त्यही विषयमा थियो यता प्र्याक्टिकल पनि काइन्ड अफ भनौँ न घरमा त्यही कुरा सिकेका कुरालाई एप्लाई पनि गरिदिने थियो क्या जानी नजानी जस्तो भइरहेको थियो त्यसले गर्दै गर्दै जाँदाखेरि चाहिँ अब मास्टर पनि सकियो एउटा सर्कल पनि बन्यो हजुरहरूसँग भेट पनि भयो अनि त्यस पछाडि त्यो इसिडीलाई कम्युनिकेसनसँग जोडेर कुरा गर्नुपर्छ भन्ने भइसके पछाडि बिस्तारै बिस्तारै त्यहाँबाट युनिसेफमा केही महिना केही भनौँ न 1-2 वर्ष जस्तो काम पनि त्यता गरियो त्यो इसिडी र कम्युनिकेसन एडभोकेसीमा त्यस पछाडि अब त अहिलेसम्म भनौँ न इसिडी मय भएको छ अब सबैतिर यता फर्के इसिडी यता फर्के इसिडी घरमा इसिडी होइन त्यो हुँदाखेरि एउटा जस माहौल चाहिँ त्यस्तो बनाएको छ कि मलाई आज तपाईँ हजुर चारैतिरबाट होइन हामीले इसिडीमा होलिस्टिक डेभलपमेन्टको कुरा गर्छौँ सायद तपाईँको पनि होलिस्टिक डेभलपमेन्ट चाहिँ राम्रो तरिकाले भइराखेको छ बी इट प्रोफेसनल साइड अर पर्सनल साइड होइन सो मलाई यही अर्को चाहिँ जस्तो अब हजुरको आफ्नो घरमा एक्सपिरियन्स पनि भयो नानी हुनुहुन्छ त्यही एजको होइन अनि त्यसपछि ठ्याक्कै काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनमा इसिडीको फर्स्ट ब्याच मास्टर फर्स्ट ब्याचको है हजुर हुनुहुन्छ होइन
त्यही सँगसँगै तपाईँको काम पनि त्यही प्रारम्भिक बाल विकास सम्बन्धी कामहरू भइराखेको हुँदा मलाई नै एकदम नै तपाईँको पर्सपेक्टिभबाट एकदम थाहा पाउन मन लाग्यो। अनन्त सर, जनरली भनिन्छ देयर इज अ बिग ग्याप बिट्विन थियोरी एन्ड प्र्याक्टिस भन्छ होइन। अहिलेसम्मको एजुकेसनको सायद सबभन्दा धेरै ठुलो प्रब्लम पनि त्यसलाई नै लिन्छौँ कि हामीले एउटा एकातिर पढाउँछौँ, काम कुरो चाहिँ एकातिर हुन्छ भनेर। सो यो चाहिँ अब सिन्स यु हेभ अलरेडी मेन्सन्ड यु आर द फर्स्ट ब्याच अफ इसिडी एजुकेसन होइन, अनि यसमा म अगाडि क्वेसन जानुभन्दा पहिला अर्को एउटा कुरा पनि एड गरिहाल्छु। यो चाहिँ इसिडी एजुकेसनको बारेमा चाहिँ सायद साउथ एसियामा नेपाल इज द फर्स्ट कन्ट्री जसले चाहिँ एमफिल र मास्टरको प्रोग्राम निकालेको छ। यो 2 इयर्स ब्याक, 2 इयर्स लास्ट इयर ब्याक चाहिँ म इन्डियाको एउटा अदानी जेम्स स्कुलले अर्गनाइज गरेको प्रोग्राममा जाँदा चाहिँ होइन, सो इट्स अ हट टपिक टु डिस्कस ओभर देयर कि नेपाल जस्तो एउटा सानो देशले त इसिडीलाई यति प्रायोरिटी दिएर एकाडेमिक लेभलमा लिएर गएको छ भने चाहिँ होइन, इन्डियाले पनि चाहिँ यसको बारेमा सोच्नुपर्छ भनेर एकजना म्याम हुनुहुन्थ्यो। उहाँको चाहिँ लिडरसिपमा सायद ब्याचलर र मास्टर प्रोग्रामहरू चाहिँ आउँदै स्टार्ट गर्नुभयो होला। देन आई डिन्ट फलो देम अप होइन। तर यही इसिडी एजुकेसनको कुरा गर्दा चाहिँ मलाई चाहिँ एकदम गर्व फिल भयो कि त्यति बेलामा कि नर्मली ब्याचलर्ससम्म चाहिँ पढाइ छ, जस्तो साउथ एसियाकै कुराहरू गर्ने हुन त्योभन्दा बढी चाहिँ गएन, मेरो नलेजले भ्याएन, मैले जे एक्सपिरियन्स गरेँ होइन। सो त्यो हुँदा तपाईँले अब यो टाइममा एजुकेसनमा इसिडीको प्रोग्राम मास्टरको निस्केको हुन तपाईँले केही कुराहरू केही यो थियोरी र प्र्याक्टिसको बिचमा केही कुरा डिफ्रेन्ट पाउनुभयो या फेरि होइन यो त एउटा मिथ रहेछ भन्नेले मात्रै गर्ने हो भने त देयर इज नो ग्याप। आखि एकाडेमिक लेभलको एकाडेमिक पढाइ नै हुनु पर्यो, प्र्याक्टिस लेभलको प्र्याक्टिस नै हुनु पर्यो, एन्ड दुईटैको एउटा भनौँ न मिटिङ पोइन्ट नै हो हामीले लर्न गर्नुपर्ने होइन। सो हाउ डिड यु फाइन्ड एज अ स्कलर अल्सो? मलाई चाहिँ एकदम रमाइलो कि यु आर जस्ट नट ओन्ली अ स्कलर, यु आर अ प्र्याक्टिसनर एज वेल के। सो स्कलर र प्र्याक्टिसनर दुइटैकै पर्सपेक्टिभबाट हेर्दा चाहिँ हाउ डु यु फाइन्ड यो इसिडी पढ्न जरुरी छ, जसरी +2 मात्रै भयो हुन्छ भन्दैछ नि त इसिडी एजुकेसनको टिचर त्यति भए पुग्छ नि त, त्योभन्दा माथिल्लो लेभलको एजुकेसन जरुरी छ त भन्ने कुरा। जरुरी छ भने हामीले जे कुरा माथि पढ्छौँ त्यो चाहिँ प्र्याक्टिसमा साँच्चीकै आएको हो त भन्ने कुरा चाहिँ तपाईँको पर्सपेक्टिभबाट तपाईँले चाहिँ के फिल के एक्सपिरियन्स गर्नुभएको छ? यस्तो छ कि म्याम, अब यो हजुरले भन्नुभएको जस्तो क्वेसनको पछाडि एउटा एन्सर पनि सम्भव लुकेको हुन्छ होइन। हजुरले सोधिरहँदाखेरि हजुरले यो प्रश्न राख्दै गर्दाखेरि चाहिँ अब यो थ्योरी एकातिर प्र्याक्टिस एकातिर भन्ने कुरा चाहिँ अब अरू ठाउँमा पनि लागु हुन्छ होला, त्यो होला भन्न सकिन्न। विशेष गरी आफूले देखेको क्षेत्रमा चाहिँ जस्तो म चाहिँ कस्तोबाट आएँ भने एकदमै प्रश्न सोध्ने ब्याकग्राउन्ड के, अब लामो समय काम गरेँ भने सञ्चार क्षेत्रमा त प्रश्न सोधिन्छ नि। अब तपाईँले एन्सर दिन नसकिकन बिचमै एन्सर काटेर फेरि प्रश्न सोधिन्छ, प्रश्नमाथि प्रश्न। हामी कहाँ यसो हुँदैन, हामीको थप्दै गर्नुहोस् न। अनि त्यो गर्दै जाँदाखेरि चाहिँ के रहेछ भन्दाखेरि जस्तो यो हजुरले भन्नुभएको जस्तो त्यो थ्योरी र प्र्याक्टिसको कुरा गर्दाखेरि चाहिँ त्यो अलिअलि चाहिँ मैले देख्छु भोग्छु क्या, अब देखिरहेको छु भनौँ न। मैले देखिरहेको छु किनभने म आफै एक्सपिरियन्सको हिसाबले मेरो अब भनौँ त्यो प्रारम्भिक बाल शिक्षा भन्नलाई म कुनै अब स्कुलमा त्यस्तो आबद्धता त छैन होइन, एउटा इक्जाम्पल। त्यो नहुँदै गर्दाखेरि चाहिँ अब अलिकति यो थ्योरी र प्र्याक्टिसमा चाहिँ फरक छ कि जस्तो पनि लाग्छ। अनि अर्को चाहिँ अब एज अ स्कलरको रूपमा हेर्दाखेरि जस्तो हामी अलिक बढी रिसर्चका कुरा गर्छौँ, ग्यापका कुरा गर्छौँ होइन, प्रोग्राम इम्प्लिमेन्टेसनका कुरा गर्छौँ, अन्य कुराहरू गर्छौँ, पोलिसीका कुरा गर्छौँ। यो अर्ली चाइल्डहुड एजुकेसन प्रारम्भिक बाल शिक्षा भनौँ यसलाई अहिले यसरी भनौँ होइन, हामी शिक्षाकै कुरा गर्दाखेरि चाहिँ अब त्यसमा चाहिँ हाम्रो इन्फ्रास्ट्रक्चर पनि छ, विभिन्न ट्रेनिङ प्रोग्रामहरू पनि छ, गभर्मेन्टबाट एकदमै धेरै कुराहरू त्यहाँ बनाइएको छ, पोलिसी छन् होइन, करिकुलम छ। अब यो पार्टनर एजेन्सिजहरूले पनि त्यसमा चाहिँ सपोर्ट गरिरहेका छन् होइन। स्कुलसम्म पुगेको छ, क्लासरुमसम्म टिचरहरू चाहिँ उहाँहरू ट्रेन हुनुहुन्छ है। तर त्यो चाहिँ भएको एउटा चाहिँ प्रक्रियागत कुरो त्यहाँसम्म पुगेको छ। फर इक्जाम्पल चाहिँ जस्तो अब एउटा अब प्रारम्भिक बाल विकास कक्षा भनेर जुन बोलीचालीमा भनिन्छ
प्रारम्भिक बाल शिक्षा कक्षा चाहिँ त्यो केन्द्रमा हुने गतिविधिहरू चाहिँ अब त्यो इसिडी टिचर भनौँ अहिले इसिडी टिचरले कसरी गर्ने, कसरी सिकाउने, होइन के गर्ने, कसो गर्ने, के गर्यो भने चाहिँ बालबालिकाको चाहिँ समग्र विकासमा सपोर्ट गर्न सकिन्छ, उनीहरूको क्षमता विकास गर्न सकिन्छ भन्ने कुराहरू थाहा छ। अर्को साइडमा चाहिँ के छ भन्दाखेरि सानो बालबालिकालाई स्कुल पठाएको भोलिपल्ट प्यारेन्ट्सलाई होमवर्क चाहिएको छ, झोला पकाएर स्कुल पठाउँदाखेरि राम्रो फोटो आउँछ फेसबुकमा अथवा सोसियल मिडियामा हाल्न पाइएको छ, अनि त्यो नेक्स्ट डे चाहिँ उसले एबिसिडी जानेर आएको हुनु पर्यो, क ख लेख्नु पर्यो, उमेरसँग खासै मतलब होइन, स्कुल गएको हुन पर्यो। अनि अब स्कुलमा टिचरले गराउनुहुन्छ, खेलाउनुहुन्छ, सिकाउनुहुन्छ, नचाउनुहुन्छ, गाउनुहुन्छ, उहाँले जे सिक्नु भएको छ, जे गर्नुपर्ने हो त्यो उसमा चाहिँ तर अब अर्को साइडमा चाहिँ प्यारेन्ट्सले त्यो चाहनुहुन्न कतिपय ठाउँमा त्यस्तो छ। त्यहाँनिर चाहिँ एकदमै ठुलो ग्याप छ कि अब यो त्यो ग्यापलाई फुलफिल गर्नको लागि चाहिँ अब हामी जुन अभिभावक शिक्षा भनेर भन्छौँ त्यो अभिभावक शिक्षा गर्नु एकदमै व्यापकता, त्यसलाई चाहिँ व्यापकता दिनु आवश्यक छ। हुन त गभर्मेन्टले, सरकारले प्रारम्भिक बाल विकास यो अभिभावक शिक्षा राष्ट्रिय प्याकेज भनेर लागू पनि गरेको छ, तथापि त्यसको इम्प्लिमेन्टेसन सबै ठाउँमा पुग्नुपर्ने पुगेको छैन। त्यो सँगसँगै त्यसले अब यो प्रारम्भिक बाल विकास तथा शिक्षाको म्यासेजहरू पनि त्यसले सँगै बोकेर लगेको छ। त्यो हुँदाखेरि त्यहाँ अब यो हामीले सिक्न खोजेको, सिकाउन खोजेको र हुनुपर्ने र अभिभावकको साइडमा अथवा प्यारेन्ट्सको साइडमा अथवा कम्युनिटीको साइडमा होइन, समुदायको साइडबाट चाहिँ ठुलो ग्याप छ। त्यहाँ चाहिँ तपाईँ हामीले काम गर्नुपर्ने ठाउँ देख्छु। अब अरू ठाउँमा पनि अब स्कुलहरूमा हेर्ने भने कतिपय अब यो पढेको कुराहरू अथवा हामीले सिकेका कुराहरू इसिडीसँग, प्रारम्भिक बाल विकास तथा शिक्षासँग समावेशी शिक्षाका कुरा हामी गर्छौँ भने त्यो चाहिँ अब 100% त्यसरी अब जे हो ठ्याक्कै इम्प्लिमेन्ट भएको अवस्था चाहिँ छैन भन्छु म। हुँदाखेरि राम्रो हुन्छ भन्ने चाहिँ मेरो बुझाइ। तर एउटा चाहिँ अलिकति मन थाम्ने ठाउँ चाहिँ एटलिस्ट छ, पोलिसीमा छ है, यो छ। कतिको ठाउँमा त रिटर्न केही पनि हुँदैन होइन, यस्तो गर्नुपर्छ भन्ने कुराहरू मात्रै छ, एटलिस्ट छ। अब यो भएको कुरालाई चाहिँ हामीले प्र्याक्टिसमा कसरी लिएर आउन सक्छौँ भन्ने कुराहरू चाहिँ हामीलाई अर्को स्टेपको काम गर्ने एरिया हुनसक्छ होइन। अनि सर मलाई तपाईँसँग नि अब जस्तो हामीले यही प्यारेन्टिङकै कुरा गरिराखेको थियौँ होइन, प्यारेन्ट्सले चाहिँ इसिडी सेन्टर पठाएको एक हप्ता पनि धेरै लामो भयो, 2-3 दिनमै खोज्छन् एबिसिडी पढे कि पढेन भनेर। यो मानसिकता चाहिँ कसरी उहाँहरूको आयो होला? जस्तो म आई हेभ सिन लाइक सो मेनी प्री स्कुल्सहरू पनि कस्तो हुन्छ भने यतिसम्म गरेन, पढाएन, लेखाएन भने त प्यारेन्ट्सहरू रिसाइहाल्नुहुन्छ नि भनेर होइन। अब हुन त सुरुमै भनिसक्नु भयो प्यारेन्ट्सहरूलाई एज अ कस्टमर होइन हेरिराखेको हुन्छन्। सो आई डोन्ट नो स्कुल कसरी चल्नु पर्छ भन्ने कुरा चाहिँ प्यारेन्ट्सले डिसाइड गर्ने हो कि स्कुलले डिसाइड गर्ने हो? तपाईँको नजरमा के लाग्छ होइन? अनि म प्यारेन्टिङमा पनि आउँछु। अनि यदि हामीले चाहिँ प्यारेन्ट्स रिसाउनुहुन्छ, अब प्राइभेट स्कुलमा चाहिँ धेरै जस्तो प्रब्लम त्यही हुन्छ, अब एडमिसन आएन, बस्दैन भने त अब चलाउनु पनि त गाह्रो भयो नि त। यसको चाहिँ के आई मिन रुट प्रब्लम चाहिँ के होला जस्तो लाग्छ? वाइ स्कुल इज सो मच फोर्सिङ अन एकाडेमिक लर्निङ, जहाँ कि उहाँलाई थाहा छ कि प्री स्कुल और इसिडी भनेको चाहिँ इट्स मोर अफ होलिस्टिक डेभलपमेन्ट फेसिलिटेट गर्ने सेन्टर हो होइन। तर पनि दे थिङ्क ओके यति गरेन भने चाहिँ प्यारेन्ट्सहरू रिसाउनुहुन्छ भन्दा चाहिँ होइन, यहाँ चाहिँ प्यारेन्ट्सको रोल नि आई अलवेज वन्डर कि स्कुल चाहिँ प्यारेन्ट्स ड्रिभन हो कि होइन, स्कुल ड्रिभन नै हो, स्कुलको आफ्नो फिलोसफीले लिएर जाने हो कि सो वाइ त्यो प्यारेन्ट्सहरूको बिचमा त्यो मानसिकता आएको कि गएको इसिडी गएको, प्री स्कुल गएको 2-3 दिनमै नि एबिसिडी सिक्नुपर्छ? तपाईँले कहिले यो फिल गर्नुभएको छ? नानीलाई पठाइसकेपछि उसले के सिक्यो, एकाडेमिक लर्निङमा के सिक्यो भनेर चासो राखेर स्कुललाई सोध्नु भएको छ? किनकि यो त तपाईँले अब प्यारेन्ट्सले रिप्रेजेन्ट गर्दै हुनुहुन्छ होइन। सो एउटा क्वेसन चाहिँ वाइ त्यो प्यारेन्ट्सको मानसिकता त्यस्तो आयो होला जस्तो लाग्छ एज अ
इसिडी एजुकेसनको एउटा एजुकेटर, स्कलर, रिसर्चर होइन, प्र्याक्टिसनर भनेर सोच्दा र तपाईँले आफूमा पनि यो फिल गर्नुभयो कि मेरो बच्चा गइसकेपछि आई डोन्ट नो, नानी स्कुल जाने बेला भइसक्यो, गइसक्नु भएको छ? अब अहिले उसलाई चाहिँ जस्ट अब यो सामाजिकीकरण सोसलाइजेसनको लागि भनेर चाहिँ पठाउन So what was your expectation when you sent your child for the first day? अनि कति भयो तपाईँले पनि त्यस्तै एक हप्ता 10 दिनमै एकाडेमिकली के सिक्यो भने चाहिँ त्यस्तो केही चासो राख्नुभयो त? यस्तो थियो, अब अघि भने अब अलिकति ऊ चाहिँ कस्तो भयो भने अब यो इसिडीको बारेमा, बालबालिकाको बारेमा, उमेरअनुसारको सिकाइका बारेमा, विकासात्मक सिकाइका कुराहरू हुन्छ नि, त्यो बारेमा जानकारी हुँदाखेरि त्यसमा चाहिँ धेरै कुराहरू जुन घरमै बनाइएको इन्भाइरोमेन्टले गर्दाखेरि उसको उमेरअनुसार सिक्न पर्ने कुराहरू, उसले बुझ्न पर्ने कुराहरू हुन्छ नि, त्यो उसको एक खालको स्ट्रङ भइसकेको थियो क्या। जस्तो अब यो स्कुल जानुभन्दा अगाडि नै भनौँ न, उसले गर्ने व्यवहार, उसको बोली, उसको सबै कुराहरू चाहिँ त्यस्तो मैले अब्जर्भेसन गरिरहेको थिएँ। अनि अब अहिले ग्याप भएको भनेको अब साथीभाइ नहुँदाखेरि सर्टेन कुराहरू त्यहाँ चाहिँ साथीहरूसँग सिक्ने कुराहरू चाहिँ त्यो घरमा अलिकति पुग्दैन होइन। नपुगिसके पछाडि अब उसलाई स्कुल जान थालेपछि त्यो चाहिँ उसमा प्लस पोइन्ट आयो, किनभने ऊ अलिक त्यो लिडरसिप जस्तो हुन्छ नि, अब सानैमा पनि एक खालको देखिन्छ नि त्यो होइन, अराउने यताउता यसो गर त्यसो गर भन्ने त्यो साथीहरूलाई। अनि हो त्यस्तो चाहिँ त्यो डेभलप हुँदै गएको चाहिँ त्यो स्कुल गएपछि देखा हो। अन्य कुराहरू त अब अलिकति हाम्रो अब एज अ प्यारेन्ट्स पनि हामीले हेर्दाखेरि कतिपय अब यो हामी डिजिटल डिभाइसहरू, टिभीहरू यताउताको एक्सेसमा यो या त्यो रूपमा त बालबालिकाहरू हुन्छन् नै हुन्छन् होइन, नचाहँदा पनि हुन्छन्। अनि कतिपय कुराहरू हामीले कन्ट्रोल गर्दा गर्दै अथवा त्यो यो चिज चाहिँ नहोस् है भन्दाखेरि पनि त्यो चिजहरू चाहिँ एक्सेसेबल हुनसक्छ। त्यो गर्दाखेरि कतिपय कुराहरू उसको नलेजमा अलरेडी भएको हुन्छ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ अब एकाडेमिक फोर्स, एकाडेमिक हिसाबले चाहिँ त्यस्तो धेरै मैले चाहिँ फिल गरेको छैन, किनभने उसको लर्निङ चाहिँ त्यो जस्तो भनौँ न इक्जाम्पल, अब ए पछि बी आउँछ, बी पछि सी आउँछ, सी पछि डी आउँछ भनेर सिकाइन्छ होइन। तर त्यो उसको एजमा त भनौँ न उसले जता अब यता हेर्दा टिभीमा हेर्दा केमा हेर्दा त्यो ए पछि बी किन आउँछ भन्ने कुरा त उसलाई त थाहा छैन नि त, थाहा हुँदैन कि। सो ए पछि जेड पनि आउन सक्छ, ए पछि अथवा त्यो ऱ्यान्डम छ, उसको लर्निङमा त्यो छ। अब कतिपय केसमा स्कुल गइसके पछाडि चाहिँ त्यो ए पछि बी नै आउँछ भन्ने हुन्छ होइन। पछि सी भन्नुपर्छ, तिमीले ए पछि सी भन्यो भने तिमीले मिस्टेक गर्यौ भन्ने कुराहरू चाहिँ भर्सक नहोस् भन्ने मेरो एक्सपेक्टेसन छ। अहिलेसम्म त्यो चाहिँ भएको छैन होइन। तथापि उसको मेरो अनुसार अब उसको जुन इन्भाइरोमेन्टमा उसले पाएको चाहिँ एक्सेसले गर्दा कतिपय कुराहरू त्यो नलेज बिस्तारै डेभलप हुँदै पनि जान्छ त्यो। तर एकाडेमिकमा चाहिँ भर्सक त्यस्तो अब अहिले नै उमेरअनुसार त्यो प्रेसर चाहिँ उसले फिल गरेको छैन, इन्जोय नै गरिरहेको छ होइन। मेरो छोरीले चाहिँ सो स्कुल जान मन गर्ने, साथीहरूसँग खेल्ने, साथीहरू भनेपछि भर्सक अब घरै नआउँ भन्ने खालको हुन्छ नि, आज मसँग खेल्छु भन्ने त्यस्तो त्यो छ। मैले यतापट्टि जोडेँ होइन, मैले त्यो देखेको। अझ अर्को हजुरले के सोध्नु भएको थियो अघि, के कुरा हामीले उठाएको थियौँ पहिले? प्यारेन्ट्सले यो त तपाईँ, मलाई चाहिँ लाग्छ तपाईँ स्पेसल प्यारेन्ट्स हुनुभयो। मेरो हिसाबले कुरा भयो, अब विषयवस्तुको बारेमा अलिअलि थाहा भएपछि अब यस्तो त्यस्तो भन्ने कुरा भयो। किन चाहिँ त्यो भइरह होला त भन्दै गर्दाखेरि चाहिँ एउटा चाहिँ अब अघि भने जस्तो प्यारेन्टिङ एजुकेसनमा पनि ल्याक छ होइन। अब जस्तो आफ्नै बालबालिकालाई, आफ्नै नानी बाबुलाई कसरी चिन्ने भन्ने प्रश्न मुख्य प्रश्न छ क्या। कतिपय चाहिँ हामी अब बालबालिका जन्मेपछि हुर्किहाल्छ नि, उमेर भएपछि सिकिहाल्छ नि, पढिहाल्छ नि भन्ने एउटा चाहिँ हामी स्कुल अफ थट बोकेर आयौँ। हाम्रो एउटा चाहिँ पुस्ता त्यसरी नै डेभलप भएर आयो। अनि अर्को चाहिँ अब त्यही हो, अशिक्षाको कुराहरू छ अलिकति होइन, गरिबीको कुराहरू पनि छन्। प्लस त्यो नहुँदै गर्दाखेरि पनि अब सोसल क्लास छ, सामाजिक वर्ग छ एक खालको होइन। समाजमा एक खालको वर्ग विभाजन पनि अब एजुकेसनले गर्नु हुँदैन भन्थ्यो, तथापि हाम्रोमा एजुकेसनले एक खालको वर्ग विभाजन पनि गरेको छ। त्यो क्रिटिकल्ली भन्नुपर्छ होइन। त्यसमा हामीले क्वेसन गर्ने ठाउँ चाहिँ त्यहाँ पनि छ। अब त्यसले गर्दाखेरि पनि त्यस्ता खालका सवालहरू चाहिँ स्कुल गएकै भोलिपल्ट मेरो बच्चाले इङ्ग्लिस सिकोस्, एबिसिडी त खर्रै जाने हुनु पर्यो भन्ने सोचहरू चाहिँ त्यो पनि एउटा कारण हुनसक्छ। अब ऊ पल्लो घरकोले त यस्तो गर्यो, उसले उसकोले यस्तो गर्यो,
मेरोले पनि त्यस्तै गर्नु पर्यो भन्ने एकदम त्यो सिधा बुझाइ पनि छ। त्यसो भन्दै गर्दा प्यारेन्ट्स सबै गलत हुनुहुन्छ भन्ने चाहिँ होइन, तर यद्यपि त्यो पाटो एउटा चाहिँ देखिएको, हामीले यसो हेर्दाखेरि समाजमा देखिएको एउटा त्यो पनि छ। अनि अर्को चाहिँ स्कुल साइड पनि छ, स्कुल साइडपट्टि पनि छ कि। त्यो चाहिँ कस्तो भने अघि हजुरले भन्नुभयो एज अ कस्टमर मात्रै बिहेभ गर्ने होला एउटा एउटा परिपाटी। अर्को चाहिँ जस्तो हामी भन्छौँ नि अब यो अभिभावकसँग सुमधुर सम्बन्ध, समुदायसँगको स्कुल बिचको चाहिँ कम्युनिकेसन, त्यहाँ बिचमा गरिने कतिपय एक्टिभिटिजहरू त्यहाँ पनि ग्याप छ। अनि स्कुलले विद्यार्थीलाई, स्कुलले चाहिँ अभिभावकलाई नजिक नठान्ने, अभिभावकले स्कुललाई नजिक नठान्ने, स्कुलको गेटबाट भित्र आफ्नो नानी बाबु गइसके पछाडि बाँकी काम स्कुलको भनेर त्यो चुप लागेर बस्ने, त्यति चाहिँ त्यसमा प्राथमिकता नदिने कारणले गर्दाखेरि चाहिँ त्यो खालको समस्या अथवा त्यो खालको चाहिँ अहिले मुद्दा चाहिँ अलिकति देखिरहेको अवस्था छ। त्यसलाई सम्बोधन गर्नुपर्ने, त्यसमा त अब धेरै स्कोप चाहिँ छ त्यहाँनिर भनौँ न। सो भनेपछि अब अहिलेको टाइममा इट्स नट ओन्ली द स्कुल अर द स्टुडेन्ट्स, यो चाहिँ प्यारेन्ट्सलाई पनि चाहिँ इन्भल्भ गराउनु पर्ने, उहाँको इन्भल्भमेन्ट भएन भने चाहिँ एजुकेसन कम्प्लिट हुँदैन एउटा पार्ट। अर्को पार्ट चाहिँ मलाई लागेको पार्ट चाहिँ जस्तो अब किन वाइ दे आर लाइक रनिङ आफ्टर यो छिटो एकाडेमिकली सिकोस् भन्ने कुरा गर्दा चाहिँ अब यी सिरिजसम्म चाहिँ वी हेभ लाइक भेरी गुड भोइस होइन, यो त एकदम होलिस्टिक डेभलपमेन्ट गर्ने ठाउँ हो, सिक्नुपर्छ गर्नुपर्छ, सो एकाडेमिक कम्स लेटर भनेर हुन्छ। तर जब त्यसपछिको जस्तो अब त्यसपछि ग्रेजुअली गऱ्यो नि त, ग्रेड अब इसिडीमा ग्रेड 3सम्म इन्क्लुड गऱ्यौँ, तर नर्मली युकेजीसम्मलाई K2लाई चाहिँ मोर अफ इसिडी भनेर चाहिँ लिँदा रहेछौँ होइन हामीले। अनि त्यहाँसम्म चाहिँ खेलसेल ठिक छ, जब ग्रेड 1 गयो 2 गयो त्यसपछि चाहिँ फेरि पढ्नै गर्ने एकाडेमिकतिर जान्छ। एकाडेमिकतिर गयो भने त्यसपछि रेसियोहरू चाहिँ बिस्तारै बिस्तारै घटाउँदै लिएर गयो हुन्थ्यो कि जस्तो लाग्छ कि मलाई। अब जस्तो इसिडीमा तपाईँले 100% लेट्स से 80% प्लेवे मेथडहरू गर्नु भएको छ, या फेरि अरू एक्टिभिटिज गरेर 20% एकाडेमिक पार्ट लिएर जानु भएको छ भने चाहिँ ग्रेड 1मा जाँदा चाहिँ के हुँदो रहेछ नि, ठ्याक्कै स्विच भइहाल्दो रहेछ कि। आई डोन्ट नो त्यो 20% पनि एक्स्ट्रा एक्टिभिटिज हुन्छ कि हुँदैन होइन, तर एकदम ठ्याक्कै बुकहरूमा गइहाल्ने। बरु अब ग्रेड 1मा यो पनि ग्रेड 1मा गइसकेपछि अब 60-40 को रेसियो राखौँ न त, 60 छ भने 40 चाहिँ एकाडेमिक लर्निङ गरौँ, किनकि ग्रेड 3सम्म छ नि त होइन। अनि सिक्ने पर्ने कुरा भनेको त हामीले सायद प्रश्न उत्तर कसरी दिने होला, पढ्ने कसरी होला, त्यो त बेसिक लेटर्सहरू बेसिक अक्षरहरूको ज्ञान छ भने चाहिँ पक्कै पनि पढ्न आउँछ, तर व्यावहारिक ज्ञानमा चाहिँ कसरी हाल्ने भन्ने कुरा चाहिँ फेरि 1 दिनमा 2 दिनमा नसिकिँदो रहेछ कि, यो चाहिँ धेरै टाइम लाग्दो रहेछ नि। सो कता कता त्यहाँको सिस्टमलाई पनि अलिकति रेसियोमा युकेजीमा यति 80-20 छ, 1मा गएर आई डोन्ट नो 60-40 होइन, 2मा गएर 50-50, 3मा गएर फेरि गर्दै त्यो एकाडेमिक पार्ट र को करिकुलर पार्टलाई चाहिँ इन्टिग्रेट गर्दै गऱ्यौँ भने र यो कुरा चाहिँ प्यारेन्ट्ससम्म पुर्याउन सक्यौँ भने चाहिँ प्यारेन्ट्सले पनि जस्तो गभर्मेन्ट करिकुलमको बुक्सहरू धेरै राम्रा छन्। मलाई चाहिँ लाग्छ यदि त्यो कुराहरू अहिले हामीले फलोअप गऱ्यौँ भने यो अहिले यो K1 K2मा जुन तरिकाले पढाइ हुन्छ नि, कहिलेको चाहिँ आफूलाई फिल लाग्छ कि भएभरको सबै त यहीँ पढाइदिइसकेको छ, यिनीहरू माथिल्लो क्लासमा गएर के पढ्छन् होला भनेर होइन। सो कता के लाग्छ तपाईँलाई यो कुरादेखि, तपाईँको आफ्नो केही कुराकानी छ कि यसरी चाहिँ रेसियो वाइज माथि नै घटाउँदै मिलाउँदै लिएर गयो भने चाहिँ सायद यो प्रेसर स्कुलमा पनि पर्दैन होला, प्यारेन्ट्सहरू पनि क्लियर हुनुहुन्छ होला। सो यो तपाईँले भन्नुभएको एकदम त्यो सही हो। त्यो चाहिँ रेसियो चाहिँ मिलाउँदै लानुपर्छ भन्ने हो होइन। अब त्यो भन्दै गर्दाखेरि अब अहिले हाम्रो अलिकति यसमा अघि भने जस्तै यो हाम्रो प्र्याक्टिसकै कुरालाई जोडेर हेर्दाखेरि चाहिँ नि छ नि, जस्तो अहिले गभर्मेन्टको अब अहिले पछिल्लो समय चाहिँ यो हामी अलिकति इसिडीको कुरा गर्दै गर्दाखेरि, इसिडी प्रारम्भिक बाल शिक्षाको कुरा गर्दै गर्दाखेरि चाहिँ यहाँले अघि पनि भन्नुभयो अब जस्तो नर्सरी एलकेजी युकेजी एकातिर भनिन्छ, अर्कोतिर हामी
इसिडी कक्षा भन्छौँ, इसिडी केन्द्र भन्छौँ है। अनि उमेर त्यही हो, नेपाली बालबालिका नै हो। तर त्यहाँ चाहिँ जस्तो अब प्र्याक्टिसको कुरा गर्ने हो भने अब अघि भने जस्तो अब 2-2.5 वर्षदेखि बच्चा स्कुल जान, बालबालिकाहरू स्कुल जान थाल्छन् एकातिर, अर्कोतिर चाहिँ होइन 48 महिना पुरा भएपछि जानुपर्छ। त्यो चाहिँ विश्वव्यापी मान्यता हो होइन। यो चाहिँ सही उमेर हो सिक्ने, सिकाउने, खेल्ने, खेलाउने होइन। त्यहाँभन्दा अगाडि भने बालबालिकालाई चाहिँ स्याहार सुसार संरक्षण जस्ता कुराहरू आवश्यक पर्छ भन्ने हाम्रोमा त्यो छ, प्र्याक्टिस छ। अब बाहिर अरू देशहरूमा त 6-7 वर्ष भएपछि मात्रै बल्ल चाहिँ स्कुल प्रवेश गर्ने भन्ने कुराहरू पनि छ भन्ने सुनिन्छ होइन। त्यो छ। गर्दै गर्दाखेरि चाहिँ हाम्रो यो प्र्याक्टिसमा पनि अलिकति हामीले चाहिँ विचार गर्नुपर्ने अवस्था हो कि भन्ने लाग्छ। अब यो अहिले जे भइरहेछ यो अब एकदम पछिल्लो समय त यही विषयमा पनि धेरै विषयवस्तुहरूमा चाहिँ यो मुद्दा बनेर होइन राजनीतिक लेभलसम्म तरङ्ग ल्याउने खालका विषयहरू पनि बनेछन् होइन। अब ती बन्दै गर्दाखेरि चाहिँ अलिकति हाम्रो अभ्यासमा हामी आफैले पनि त्यो संरचनातिर जानुपर्छ कि होइन। त्यो गर्दै गर्दाखेरि त्यतातिर सोच्यो भने चाहिँ आई थिङ्क अघि भने जस्तो त्यो प्रेसर नपर्ला, उनीहरूको उमेर अनुसारको सिकाइ, विकासात्मक चरण जुन हुन्छ त्यो अनुसारले कुन उमेरमा के सिक्ने, के सिक्न सक्छ बालबालिकाले भन्ने कुरा चाहिँ प्रपरली त्यहाँ एप्लाई हुन्थ्यो कि भन्ने लाग्छ होइन। त्यो एकाडेमिक प्रेसरको कुरा अघि यहाँले भन्नुभयो, त्यहाँसम्म पुग्दैखेरि सबै कुरा अहिले सिकाउनु पर्ने अवस्था हुँदै गयो, पछि के सिक्ला भन्ने यहाँले जुन अघि भन्नुभयो नि पनि छ क्या होइन। अनि अब त्यो एउटै छाता मुनि दुईटा तपाईँको अब भनौँ न यो करिकुलम भन्न खोजेको मैले, राष्ट्रको करिकुलम, देशको करिकुलमभित्र चाहिँ एउटा चाहिँ एउटा पक्ष भयो, अर्को चाहिँ अलिक परको भयो जस्तो पनि देखिन्छ क्या कहिले काहीँ। त्यसले पनि अलिकति समस्या ल्याइरहेको हो कि त्यो चाहिँ एउटा चाहिँ अब अहिले विवादमा पनि कतिपय ठाउँमा आइरहेको हुन्छ, डिस्कसनमा चलिरहेको छ। त्यसलाई कसरी बेटर गर्ने भनेर विभिन्न संयन्त्र बनि पनि रह होला, काम पनि गरिरह होला। आशा गरौँ हामीले भने जस्तो, हामीले चाहे जस्तो, अथवा यहाँले अघि भन्नुभयो त्यो कुराहरू चाहिँ बिस्तारै बिस्तारै ग्रेजुअली मिलाउँदै जाने। अब युकेजीको कुरा गर्दाखेरि युकेजी मैले अब डिस्कसनै सुने अनुसार चाहिँ युकेजीमा हुने जुन हाम्रो अब भनौँ न एक्टिभिटिजहरू, पढाइ भनौँ न, त्यो चाहिँ ठ्याक्कै 1मा जाँदाखेरि पनि करिब त्यसकै डुप्लिकेसन जस्तो छ भन्ने गर्दाखेरि बालबालिकाहरूको सिकाइको अवस्था चाहिँ कहाँ पुग्यो त भन्ने छ भने यता हाम्रो अब यता सामुदायिक विद्यालयतर्फ जाने हो भने 48 महिना पुरा भएको बालबालिका चाहिँ इसिडी केन्द्रमा जान्छन्। अनि त्यस पछाडि त्यो इसिडीको अनुभव लिएर क्लास 1मा जाने बालबालिकाहरूको चाहिँ एउटा मापन गर्ने हाम्रो संयन्त्र छ होइन। त्यसले चाहिँ बालबालिकाको सिकाइ कसरी भएर आयो, त्यस पछाडि के गर्नुपर्ने, अनि 1मा पुगिसके पछाडि कसरी चाहिँ त्यसलाई चाहिँ कन्टिन्यू गर्न सकिन्छ त्यसको आधारमा होइन भन्ने कुराहरू त्यतातिर छ। सो यहाँ बिचमा अलिकति कता न कता रुमलिएको जस्तो हाम्रो अवस्था देखिन्छ। त्यसले गर्दाखेरि पनि यो अलिकति हाम्रो बालबालिकाहरूमा को सिकाइको कुराहरूमा चाहिँ अलिकति यो यस्तो यस्तो भइरहेको हो कि मैले चाहिँ अनुभव गरेको छु कि अब हामीले कुरा गर्दाखेरि चाहिँ यो एकदमै अब यसलाई भनौँ न एकाडेमिक वेबाट अथवा मिडियाको कम्युनिकेसनको वेबाट अथवा एक्सपर्टको हिसाबमा कुरा गरिरहेको जस्तो हुनसक्छ। तर नागरिक हिसाबले हेर्दाखेरि पनि केही न केही त पाकिरहेछ त्यहाँ, जुन चाहिँ राम्रो कसरी निस्किन्छ त्यहाँबाट पाकिरहेकोबाट भन्ने कुरा चाहिँ चिन्ताको विषय छ। हजुरले आज दिनभर कहाँ बिताउनु भयो यसको इभिडेन्स भोलि हेर्न पाए जस्तै यो के पाकिरहेछ छिटै हेर्न पाउँछ हैन। अनि आनन्द सर यो यही इसिडी अब जस्तो इसिडीसँगै कनेक्ट गर्नु, म त तपाईँलाई अब बेसिकली इसिडी पर्सनालिटी लिएर अनि मिडिया एन्ड कम्युनिकेसन रिसर्चर, स्कलर, प्र्याक्टिसरको रूपमा देखिरहेको छु होइन, त्यही फिल्डबाट चिनेको हुनाले अब यही फिल्डमा भइराख्दा विभिन्न आई मिन लाइक बेस इसिडी एजुकेसन र डिफ्रेन्ट एरियामा काम गरिराख्दा धेरै ठाउँहरू भिजिट गर्ने मौका पाउनुभयो होला, घुम्न जानु पाउनुभयो होला होइन। त्यस्तो ठाउँमा कहीँ जस्तो कतिवटा सेमिनार्सहरू, कन्फरेन्सहरू अटेन्ड गर्नुभयो, नेसनल इन्टरनेसनल, यो गर्दै जाँदा चाहिँ पक्कै पनि मलेसियाको कन्फरेन्सको बारेमा पनि भन्नुहुन्छ होला भन्ने मैले आशा लिएको छु। तर त्यो भन्नुभन्दा पहिला चाहिँ यसरी डिफ्रेन्ट ठाउँहरूमा भिजिट गर्दै जाँदा चाहिँ कुनै एउटा ठाउँ छ या कुनै यस्तो स्कुल छ जहाँबाट चाहिँ तपाईँले
यो चाहिँ हो रहेछ है स्कुल। यहाँ चाहिँ साँच्चीकै भनौँ न हामीले जे भन्छौँ, जे पढ्छौँ, जे एडभोकेसी गरिराखेको छौँ, पोलिसीले जे भनेको छ या फेरि सबभन्दा ठुलो चाहिँ त्यो इसिडी एजको बच्चाले चाहिँ पाउने जुन इन्भाइरोमेन्ट हो, जुन सिस्टम लर्निङ सिस्टम जुन क्रिएट गर्नुपर्ने यहाँ चाहिँ अब आई डोन्ट से 100% नै हुन्छ, तर यहाँको चाहिँ चित्त बुझेको छ है भन्ने त्यस्तो कुनै ठाउँ स्कुलहरू तपाईँको अ, यादास्तमा त्यस्तो केही छ भने चाहिँ प्लिज यु क्यान सेयर। तपाईँले भन्नुभएको जस्तो नि अब अस्ति भर्खरै अब यहाँलाई पनि थाहा छ होइन, नेपाल चाहिँ विश्वकै सबैभन्दा प्रकृतिसँग एकदमै कनेक्टेड कन्ट्री भनेर त्यो एउटा रिपोर्ट आएको थियो अस्ति भर्खरै होइन। नेपाल चाहिँ मोस्ट यो नेचर कनेक्टेड कन्ट्री भनेर आउँदै गर्दा हाम्रो आइडेन्टिटी त प्रकृतिसँग हामी कति नजिक छौँ भन्ने देखियो। हामीसँग त्यो कठोरता पनि छ होइन। अनि अब हाम्रो सिकाइ पनि किन प्रकृतिसँग कनेक्टेड नहुने त होइन, एकदम फ्रम द त्यो लेभलदेखि नै फाउन्डेसन लेभलदेखि नै भन्ने क्वेसन त त्यस पछाडि मलाई त्यो लागेको, त्यो विषयमा हामी अझै पो काम गर्नुपर्छ कि हाम्रो आइडेन्टिटी त्यो पो रहेछ कि भन्ने एउटा लाग्यो। मैले ठ्याक्कै यो कहाँ जोड्न चाहेँ भने अब यहाँले अघि मलेसियाको प्रसङ्ग पनि जोड्नु, आई थिङ्क हामीसँग समय धेरै पनि छैन होला। अहिले ठ्याक्कै सम्झिँदाखेरि हामी मलेसियाको एउटा हामी यो स्टीको कन्फरेन्समै जाँदाखेरि तपाईँ पनि जानुभएको थियो होइन। अर्को एउटा स्कुलमा हामी पुगेका थियौँ, त्यो स्कुल अनि गेटबाट भित्र छिर्दा यो स्कुल हो र जस्तो थियो क्या। हाम्रो हुन चाहिँ त्यो प्रि स्कुल हो होइन रहेछ। गेटबाट भित्र छिर्ने बित्तिकै यतापट्टि बाख्रा पाल्या छ, यतापट्टि कुखुराको खोर छ होइन, त्यहाँ खरायोहरू पनि छन्। अनि अलि अगाडि गयो छानाबाट त्यो रुख के अरे पातहरूबाट जङ्गलमा पानी झर्छ नि ढुङ्गाको साइड साइडबाट होइन, त्यसरी पानी झरिरहेछ। अलिकति भित्र जाँदाखेरि चाहिँ बाख्राहरू खेलिरहेछन् होइन। अनि अनि गेटमा एउटा ढोका जस्तो आइपुग्यो, ढोकामा चाहिँ त्यस्तै के एउटा एनिमल थियो जो चाहिँ एकदमै त्यो मान्छेसँग एकदम नजिक भएको थियो। त्यहाँबाट भित्र छिरिसकेपछि एकदम हरियो परियो होइन, वर सबैतिर एकदम त्यो थियो। अनि त्यो भित्र छिर्दै जाँदाखेरि भित्र चाहिँ पुग्दाखेरि बालबालिकाहरू कस्तो मजाले होइन, ठाउँ पनि त्यस्तै, क्लासरुम पनि त्यो एकदमै झिलिमिली पनि थिएन। हाम्रो यहाँ त तपाईँ एउटा क्लासरुममा छिर्नुभयो भने बालबालिका एउटा क्लासरुममा छिर्यो भने उसले वर्षभरि त्यही भित्तामा कख मात्रै देख्छ। यसको बारेमा पनि कुरा गरौँला सर, मलाई विराटनगरको याद छ। हजुर हजुर त्यो ओहो यस्तो पो यस्तो चाहिँ गर्न पाए पो गजब हुन्थ्यो होला त होइन। त्यो एकदमै नेचरसँग नजिक पनि थियो होइन, नर्चरिङ पनि त्यही अनुसार भइरहेको थियो होला। त्यहाँ बालबालिकाको सिकाइ पनि त्यस्तै थियो, एकदम ओपन स्पेस जस्तो थियो क्या। छन चाहिँ एउटा घर थियो भित्र चाहिँ, तर लाग्दैन थियो त्यो कुनै स्ट्रक्चरमा छ कि होइन। बालबालिकाले आफ्नो तरिकाले उनीहरू खेलिरहेछन्, सिकिरहेछन् जस्तो लाग्दाखेरि ओहो हाम्रोमा पनि यस्तै देख्न पाए। अनि अब त्यसपछि फर्केर आएपछि केही साथीहरूले केही न केही सानोतिनो चेन्जेसहरू गर्ने कोसिस पनि गर्नुभयो, देखिन्छ पनि। र केही साथीहरूले गर्छु भनेर प्लान पनि बनाइरहनु भएको छ होइन। अब होपफुली उहाँहरूले गर्दै गरेका काममा हामीले जाने बुझेको सपोर्ट गर्नुपर्छ भन्ने लाग्छ। किनभने हामीले त्यस्तै जुन देखेर आउँछौँ राम्रो कुराहरू, त्यो चाहिँ राम्रो कुरा। फेरि विदेशमा भएको कुरा नेपालमा एप्लाई गर्नुपर्छ भन्ने होइन फेरि होइन। यहाँको माटो सुहाउँदो, यहाँको प्रकृति सुहाउँदो चाहिँ हामीले पनि त्यस्तो खालको चाहिँ शिक्षा दिने ठाउँ, सिकाउने ठाउँ, बालबालिकाका लागि चाहिँ उपयुक्त ठाउँहरू बनाउनुपर्छ, निर्माण गर्नुपर्छ। र त्यसको लागि चाहिँ नट ओन्ली एजुकेसनमा लाग्ने मात्रै, पोलिटिकल इस्यु पनि बन्नुपर्छ, शिक्षामा काम गर्नेले गर्नुपर्छ, समुदायले पनि त्यसलाई त्यसरी नै हेर्नुपर्छ भन्ने चाहिँ लाग्छ। स्थानीय सरकारको पनि विशेषमा त्यस्तै ठुलो भूमिका छ। स्थानीय सरकारले पनि धेरै कुरा बुझ्न बाँकी छ, बुझाउन बाँकी छ भन्ने चाहिँ यो मेरो एकदमै यो देखेर आएको कुरा र यहाँ यस्तो भइदियो हुन्थ्यो भन्ने अपेक्षा राखेको चाहिँ विषय चाहिँ यो हो। ओके ओके, सो हामीले क्लासरुमकै कुरा गर्दै थियौँ होइन। तपाईँले अलिकति हाम्रो क्लासरुम चाहिँ कस्तो हुँदो रहेछ भन्ने कुरा भन्नुभयो होइन। हाम्रो क्लासरुम चाहिँ कस्तो हुँदो रहेछ, कस्तो चाहिँ हुनुपर्ने रहेछ जस्तो लाग्छ सर? त्यही अघि भन्दै थिएँ मैले। अब रिसेन्टली हामीले यो काठमाडौँ महानगरपालिकाको चाहिँ यो स्कुल सपोर्ट प्रोग्राम भनेर त्यो इसिडीको क्लासहरू चाहिँ
त्यसलाई बेटर गर्ने भनेर एउटा प्रोग्राम थियो। त्यसमा काम गर्दै गर्दाखेरि चाहिँ अगेन अब यो क्लासरुमभित्रको डेकोरेसन भनौँ, त्यसको अकुपाई चाहिँ त्यो 20 to 50% सम्म गर्न मिल्ने भन्ने कुराहरू रहेछ होइन। यो स्ट्यान्डर्ड पनि एउटा त्यो बनाएको होला, मापदण्ड पनि त्यस्तो छ। अनि कस्तो खालको कलर युज गर्ने, अब अहिले कलरको कुरा गर्दाखेरि चाहिँ हामीले लगाउने कलरहरूमा चाहिँ लिड धेरै हुँदो रहेछ क्या, त्यो लिडको मात्रा चाहिँ धेरै हुँदो रहेछ, जुन चाहिँ 5 वर्षभन्दा मुनिका बालबालिकाहरूमा त्यो लिड एब्जर्प्सन रेट चाहिँ एकदमै हाई हुँदो रहेछ, जसले गर्दा पछि गएर विभिन्न रोगहरू लाग्ने होइन, विभिन्न समस्याहरू बालबालिकामा देखिने जस्तो कुराहरू हुँदो रहेछ। अस्ति हामीले एउटा वर्कसप गरेका थियौँ, त्यहाँ चाहिँ त्यो विषय पनि उठेको थियो। अनि अब हामी कस्तो खालको कलर प्रयोग गर्ने, अब हामीले त्यहाँ राख्ने चाहिँ जस्तो भुइँ बसाइ गर्ने कि टेक्स्ट पेनमा राख्ने कि भन्ने कुरामा पनि बालबालिकाका लागि उपयुक्त हुने चाहिँ सामग्रीहरू, अझ त्यसमा चाहिँ काठबाट बनेका सामग्रीहरू, त्यस्तै खालका चाहिँ सिकाइ सामग्रीहरू काठबाटै बनेका भयो भने बेटर हुन्छ भन्ने छ। यो अनावश्यक कलर, चम्किला रङहरू प्रयोग नगरिएका, यो सुँघ्दाखेरि चाहिँ एकदमै कडा बास्ना आउने खालका चाहिँ त्यो गन्ध भएका खेलौनाहरू प्रयोग नगर्नेदेखि लिएर अनि अघि भनेको जस्तो त्यो कम्तीमा बालबालिकालाई क्लासरुममा छिरिसके पछाडि इमेजिन गर्ने ठाउँ चाहिँ दिनपर्छ जस्तो लाग्छ कि। ओपन स्पेस भयो भने बालबालिकाले त्यहाँबाट रकेट उडाउला, त्यो खाली स्पेसमा मुनमा पुग्ला, चन्द्रमामा पुग्ला, त्यहाँ ट्रेन उडाउला, अथवा उसको आफ्नो इमेजिनेसनको लागि पनि त्यो क्लासरुममा ठाउँ दिनुपर्छ। न कि तल हेऱ्यो भने पनि अब त्यस्तै एकदम भरिभराउ छ, भित्तामा दायाँ फर्केर हेऱ्यो भने पनि चाहिँ भित्ते लेखन गरेर त्यो चित्र बनाएर के बनाएर कम्प्लिट छ, माथि हेऱ्यो भने पनि झिलिमिली छ, कहीँ ठाउँ छैन क्या। सो क्लासरुममा छेपछि कम्ती उसले 1 वर्ष चाहिँ त्यही चिजमै देख्छ। भलै उसले भनौँ एक्जाम्पल अब क ख अथवा एबिसिडी लेखिएको छ अथवा केही लेखिएको छ भने उसले उसको लर्निङ चाहिँ क ख भन्दा धेरै अगाडि पुगिसकेका हुनसक्छ होइन। उसलाई त्यो क ख भन्ने कुरा अब नर्मल लागिरहेको हुनसक्छ। उसलाई एबिसिडीका ती अल्फाबेटहरू चाहिँ अब त्यति नौलो लाग्न छोडिसकेका हुन्छ, तथापि उसको त्यो होल एकाडेमिक इयर चाहिँ होइन, उसको त्यो होल त्यो वर्ष चाहिँ उसले त्यही चिज रिपिटेडली देखिरहनु पर्दाखेरि कस्तो हुन्छ होला। हामीलाई एउटा कोठामा राखेर एउटै कुरा चाहिँ कम्प्लिटली सधैँ हेर भनेर भनियो भने कस्तो हुन्छ होला भन्ने त्यो इमेजिन गर्छु कि म। अब हुन त अब आफूले आफ्नो पालामा त हामीले त 6 वर्षको हुँदा कक्षा 1मा बाट चाहिँ शिक्षा सुरु गर्यो। त्योभन्दा अगाडि हजुरबा बुवाहरूले माटोमा लेखाएर के गराएर सिकाउनु भएको थियो होइन, के गर्नलाई। त्यति गर्दा त्यस्तो यो बेलामा त्यस्तो थिएन, क्लासरुमहरू यस्तो पनि हुन्थेन होइन। आफ्नो एक्सपिरियन्स सबभन्दा बेस्ट क्लासरुम थियो कि थियो जस्तो लाग्छ अहिले। उमेर पनि सही थियो जस्तो लाग्छ कि 6 वर्षको भएपछि पठाउनु हुन्थ्यो होइन। अब हुँदा हामी 5 वर्षको हुँदा पनि त्यस्तै थियौँ होला, किन 5 वर्ष हुँदा पठाउनु भएन होला, किन 6 वर्ष पुगेर बस्नु भयो होला त्यो बेलामा भन्दै गर्दाखेरि अब अहिले जुन यो एजको कुराहरू पनि आइरहेछ, आई थिङ्क त्यो कुरा पनि कतै न कतै त्यतातिर जोडिन्छ कि परिपक्व सिकाइ होइन। त्यो चाहिँ फाउन्डेसन लेभलमा भयो भने ब्रेन, हामी त भन्छौँ नि अब यो 5 वर्षसम्मको बालबालिकाको 80% डेभलप भइसकेका हुन्छ, 90% डेभलप भइसकेका हुन्छ ब्रेन भन्दै गर्दाखेरि चाहिँ त्यो डेभलप भइसकेको अवस्थामा चाहिँ अनि लर्निङको कुरा अनि पढाइका कुरा हुन थाल्यो भने चाहिँ त्यो चाहिँ अलिकति दिगो हुन्छ होला जस्तो लाग्ने कि म्याम होइन। त्यस्तो लाग्ने दिगो पनि हुँदो रहेछ सर, अनि फास्ट पनि उहाँहरूले चाहिँ सिक्नु हुँदो रहेछ कि। जस्तो म चाहिँ क्लासरुममै प्र्याक्टिस गरिराख्दा अब हेर्छु होइन। जस्तो मलाई पनि मेरो पनि धेरै भन्छौँ नि प्यारेन्ट्सहरूले चाहिँ यो एकदम नै मेरो बच्चाले कति थोरै त्यही छेउको स्कुलले यति धेरै गरिसक्यो, तपाईँहरूको के हो यति बिस्तारै। तर ठ्याक्कै उहाँले चाहिँ बेसिक चाहिँ मजाले खेली सिक्नु भएको छ भने चाहिँ माथि गइसकेपछि तपाईँले टपिकहरू लेखाइ र पढाइकै कुरा, किन अल्टिमेटली उहाँहरू लेखाएर पढाइ पनि बस्नुहुन्छ होइन। त्यो खेली पढेको अक्षरहरू कन्सेप्टहरू छ भने चाहिँ मलाई चाहिँ लाग्छ है माथि क्लासमा गएर चाहिँ तपाईँले साँच्चै फेसिलिटेट मात्रै गर्ने हो कि। तपाईँले ल आज हामी यसको बारेमा कुरा गरौँ है, हजुरलाई थाहा छ यसको बारेमा भने पनि एक त इन्फर्मेसन दे हेभ इनफ होइन। यो नेटले गर्दा, इन्टरनेटले गर्दा उहाँहरूसँग यो भनेको कि सायद आई थिङ्क दे हेभ मोर इन्फर्मेसन देन अस कि हामी एज अ टिचर होइन। अनि त्यसपछि त्यो कुराले तपाईँले लेखाइमै लिएर जाने हो भने चाहिँ त्यो खेली सिकिराखेको बानी यो त कस्तो इजी छ भन्दै सिक्दा चाहिँ
त्यो पढाइ चाहिँ रमाइलो हुँदो रहेछ कि पढाउने मान्छेलाई अँ, हामीलाई पनि रमाइलो अँ, लाग्दो रहेछ। हो हामी अँ, त्यति जोरै गर्नु परेन, उहाँले त कस्तो मजाले बुझिसक्नु भयो भन्ने कुराहरू चाहिँ एकदम नै देखिँदा रहेछ यो प्र्याक्टिसमा चाहिँ। हजुरसँग कुरा गर्दै जाँदा कति धेरै कुराहरू निकाल्नु भएको छ होइन, कति धेरै कुराहरू गर्नु मलाई चाहिँ यो पनि कुरा गर्नु पायो हुन्थ्यो, यो पनि कुरा गर्नु पाए हुन्थ्यो। तर हामी सुरुमै अलिकति क्रिटिकली प्यारेन्ट्सहरूको इन्भल्भमेन्टलाई कुरा गरेको थिएँ होइन, र हामीले यही प्यारेन्टिङलाई अलिकति स्ट्रङ बनाउने तरिकाले, र मलाई एकदमै स्ट्रङ पोइन्ट अहिलेसम्म इसिडीकोमा चाहिँ एउटा पार्ट के लागेको छ भने एटलिस्ट नेसनल प्यारेन्टिङ प्याकेजको चाहिँ हामीसँग एउटा छ प्याकेज छ होइन, जुन चाहिँ अब अरू 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 टपिकमा अरू अरू कन्टेन्टमा चाहिँ क्वेसन उठाउन सकिन्छ कि कसले बनाएको, कुन बेसमा अँ, हो भनेर हजुर, एकदमै रिसर्च बेसमा मजाले प्रुभन र अथोरिटीले नै दिएको प्याकेज छ। त्यो प्याकेजमा र तपाईँको काम जस्तो त्यो प्याकेजमा एउटा टपिक चाहिँ रोल्स अफ फादर छ होइन, अनि म बुवाको भूमिका। चाहिँ बुवाको भूमिका। अनि अनन्त सरलाई पनि मैले यो क्वेसन चाहिँ सोध्नै पर्छ उहाँसँग चाहिँ, किन उहाँ तपाईँ नट बाई प्रोफेसनल्स ओन्ली, एज एन इन्डिभिजुअल, एज अ फादर होइन, त्यो एक्सपिरियन्सहरू चाहिँ गर्नुभएको हो। यहाँबाट चाहिँ जस्तो हाम्रो कुराकानी सुनिराख्नु भएको जो साथीहरू भ्युवर्सहरू हुनुहुन्छ, बुवाको भूमिकाको महत्त्वपूर्णता के हो, त्यसको बारेमा चाहिँ केही भनिदिनुहुन्छ तपाईँले? किन वाइ फादर्स रोल इज इम्पोर्टेन्ट, किन चाहिन्छ त होइन? जस्तो कतिजनाले अब अहिलेको हाम्रो इकोनोमिक कन्डिसन हेर्ने हो भने चाहिँ बिकज अफ द्याट रिजन कतिजना आउट अफ कन्ट्री जानुपर्छ होइन, उसको लागि अर्न गर्नलाई। अनि त्यो गर्दा कहीँ न कहीँ फ्यामिली चाहिँ कम्प्लिट फ्यामिली चाहिँ छैन। पहिला हामी जोइन्ट फ्यामिलीबाट न्युट्रल फ्यामिलीमा आयौँ, न्युट्रल फ्यामिलीमा पनि मलाई चाहिँ लाग्छ अब इट्स अ हाफ फ्यामिली, कि त आमा बाहिर गएको हुन्छ कि त बुवा बाहिर गएको हुन्छ होइन। त्यो धेरै जस्तो केसमा बुवाहरू बाहिर गइराख्नु भएको हुन्छ। र हाम्रो समाजमा पनि मान्यता के छ भने आमा चाहिँ बढी महत्त्वपूर्ण हो, किन म आफै पनि आमा होइन, अनि आमाले चाहिँ सबै गर्नुपर्छ है। सो आमाको चाहिँ रेस्पोन्सिबिलिटी नट ओन्ली एज अ आमा, सोसियल रेस्पोन्सिबिलिटी त छँदै नै छ, तर त्यो सँगसँगै आमा भइसकेको रेस्पोन्सिबिलिटी पनि लिनु चाहिँ पर्छ भन्ने एउटा मान्यता। त्यो मान्यतामा चाहिँ प्रायः बुवाहरू भनेको चाहिँ उनीहरूले चाहिँ अब जुटाइदिने मात्रै एउटा माध्यम हो भन्ने तरिकाले लिइन्छ भने चाहिँ मलाई यो प्याकेजको जुन बुवाको भूमिकाको बारेमा जुन छ कुरा, त्यो चाहिँ लाग्छ कि हामीले जति सक्दो हुन्छ पब्लिकली भन्नुपर्छ होइन। अनि तपाईँ आफै बुवा हुनुभएको छ, तपाईँले भर्खर त्यो एक्सपिरियन्स लिनुभएको छ सानो नानीसँगको होइन। सो बुवाको चाहिँ भूमिका प्याकेजमा त एउटा छँदै नै छ, तपाईँले रियल लिभड एक्सपिरियन्सको बेसमा चाहिँ साँच्चीकै के हुनुपर्छ त, किन एउटा परिवारमा बुवाको भूमिकाले त्यो परिवार कस्तो हुन्छ, त्यो परिवारले त्यो समाज कस्तो हुन्छ, त्यो समाजले त्यो देश कस्तो हुन्छ भन्ने बनाउनुमा मद्दत गर्ने हो नि त होइन। भोलिको देश राम्रो हुन्छ हुँदैन भन्ने कुरा आजको परिवार कस्तो छ त्यो माथि पनि डिपेन्ड गर्छ होइन। यो कुरालाई लिएर तपाईँले चाहिँ साँच्चीकै एउटा परिवारमा एउटा नानी बाबुलाई हुर्काउनुमा चाहिँ बुवाको भूमिका चाहिँ के हुन्छ, कस्तो हुनुपर्छ भन्ने कुरामा तपाईँको आफ्नो विचार के छ? यस्तो हुँदो रहेछ कि म्याम, अब यो बुवाको भूमिका भन्दै गर्दाखेरि चाहिँ जस्तो अब मेरो एक्सपिरियन्स चाहिँ, अब मेरो जो सानो छोरी छ उसलाई चाहिँ, उसले बिहानै उठ्यो भने उसको खेलौनाहरू यति धेरै छ क्या घरमै, उसको त्यति धेरै खेलौना छ कि अब त्यो चाहिँ अब उसको दिदीको पालामा चाहिँ हामीले त्यो कुराहरू मिस गरेछौँ। त्यति धेरै खेलौना अब थिएन कि जति अहिले उसकोमा छ है। बिहान उठ्ने बित्तिकै अब स्कुल जाने कुरा एउटा बाटो छ, तर त्योभन्दा अगाडि पनि कम्तीमा बिहान अथवा स्कुलबाट आइसके पछाडि अब मलाई चाहिँ पिताजी भन्छ कि छोरीलाई, अब यो कहाँबाट भयो, तर छोरीले मलाई पिताजी भन्छन् होइन। पिताजी खेलौँ भनेर, ल खेलौँ भनेर उसले केही चिजहरू निकालेर लिएर आउँछ। मलाई चाहिँ साँच्चै खेल्न मन लाग्छ क्या, अब त्यो यो हुन्छ नि, उसले खेलौँ भने चाहिँ खेल्न मन लाग्ने होइन। अनि अब कतिपय अवस्थामा त हामी अब खेलौँ भने आउँदाखेरि ह्या भन्छौँ, अथवा म कहाँ खेल्छु यस्तो खेलौना भन्ने पनि लाग्न सक्ला। तर त्यो मजा हुन्छ नि, आफ्नो छोराछोरीसँग खेल्नुको मजा चाहिँ बुवाले, त्यो मजा अर्कै छ क्या, त्यो शब्दमा बयान गर्न नसकिने मजा छ होइन।
यदि कसैले मिस गर्नु भएको छ भने त्यो मजाबाट तपाईँ उन्मुख हुनुहुन्छ। सो वाइ नट एकचोटि साँच्चै भित्रैबाट म मेरो नानी बाबुसँग खेल्छु, कुरा गर्छु होइन। अब कथाका किताबहरू हुन्छन्, कथा सुनाउँछु, किताबै नभए पनि केही न केही त तपाईँले बालबालिकाको लागि उपयुक्त कुराहरू सुत्ने बेलामा सुनाउनुहुन्छ होला। त्यो गर्दाखेरि चाहिँ बुवाप्रतिको एउटा भावनात्मक सम्बन्ध पनि बलियो हुने होइन। अनि बालबालिका आफैमा पनि त्यो भावनात्मक रूपमा चाहिँ अलिक बलियो हुने जस्तो मैले बुझेँ क्या। त्यो एउटा हुन्छ नि तर अनि त्यो अट्याचमेन्टको कुराहरू छ होइन। त्यो एउटा चाहिँ भावनात्मक रूपमा जुन हामी संवेगात्मक विकासका कुरा गर्छौँ नि, त्यो कुरामा चाहिँ बुवाको भूमिका स्ट्रङ छ भने आमाको सँगसँगै बालबालिकाको त्यो संवेगात्मक विकासमा पनि उसको भावनात्मक विकासमा पनि चाहिँ त्यसले महत्त्वपूर्ण भूमिका खेल्छ जस्तो मैले चाहिँ अनुभव गरेको छु कि। मेरो सानो छोरीमा उसको अहिले यसो हेर्छु, हामीसँग त्यो खेल्ने कुरामा अथवा अन्य कुरामा कुरा गर्ने कुरामा उसको लजिकल कुरामा त्यो अर्गनाइज हुने कुरामा होइन त्यो कुराहरू चाहिँ स्ट्रङ भएको देख्दाखेरि चाहिँ यो अहिले यो 4 वर्षको 4.5 वर्षको एजमै कसरी यो भइरह होला भन्ने लाग्न सक्छ कुरा गराइ सुन्दा। तर एउटा चाहिँ सायद गफ गरे जस्तो सुनिएला, तर बुवाको भूमिका मैले जुन कुरा सिकेर गरेँ कतिपय कुरा त्यसले चाहिँ पोजिटिभ देखाएको छ क्या। यो त्यसको नतिजा हुन्छ नि, यो रोपे गुना फल अघि भने जस्तै जे कुरा रोप्यो फल चाहिँ मैले राम्रै देख्न थालेको छु। सो बुवाको भूमिका एकदमै हुन्छ। भूमिका मात्रै भन्दा त्यसमा इङ्गेजमेन्टको कुरा छ, एउटा इन्भल्भमेन्टको कुरा छ, इङ्गेज हुने कि इन्भल्भ हुने कि भन्ने कुरा छ है। सो त्यो कुराहरूमा चाहिँ हामी बुवाहरूले त्यो सक्रिय भूमिका खेल्न पर्यो। मैले एउटा इक्जाम्पल सुनाउँछु, हामीसँग समय कति छ। हामीले त्यो रोपे गुना फलको कुरा गर्दै गर्दाखेरि चाहिँ हामीले ड्रामामा एउटा यस्तो भेटेका थियौँ। अनि अघि यहाँले भन्नुभयो जुन विदेशमा बस्ने बुवाहरूको पनि भूमिका चाहिँ डिस्टेन्समा पनि गर्न सकिने प्यारेन्टिङहरू छ। फादरको इङ्गेजमेन्ट के कस्तो हुन्छ भन्ने कुराहरू चाहिँ त्यो हामी पछि अर्को कुनै स्पेसिफिक टपिकमा कुरा गरौँला होइन, टाइम लिएर। विदेशमा हुने बुवाहरूले पनि सक्रिय रूपमा चाहिँ आफ्नो बालबालिकाहरूसँग टाइम दिने, सर्टेन टाइम छुट्याउने, भलै अब अहिले चाहिँ भिडियोमा कुराकानी गरेरै भए पनि त्यो आफ्नो दायित्व चाहिँ निर्वाह गर्न सक्नुहुन्छ जस्तो लाग्छ। अनि त्यो म अघि एउटा एक्सपिरियन्स सुन्दै हुनुहुन्छ यहाँ? हेलो हेलो माया म्याम कता जानुभयो? म बुवाको भूमिकाको कुरा गर्दै थिएँ। हेलो 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 माया म्याम। आनन्द सर, आइएम सो सरी है, अलिकति डिस्कनेक्ट। त्यही त, त्यही म सुन्नु भएन जस्तो लाग्यो कि। हजुर हजुर हजुर। सो हामी चाहिँ लास्टमा आइसकेको छौँ। 1 घन्टा कस्तो मजाले बिते थाहै पाएनौँ होइन। एउटा इक्जाम्पल भन्छु भन्दै थिएँ मैले कि बुवाको भूमिकाको कुरा गर्दै थिएँ। अनि विदेशमा हुने बुवाहरूले पनि सक्रिय रूपमा चाहिँ घरमा कसरी सहभागी हुन सक्नुहुन्छ। अब अहिले भिडियो कलै होला के होला, तर केही कुराहरू यस्ता हुन्छन् जुन कुरा चाहिँ रेगुलर सेड्युल बनाएर आफ्नो बालबालिकासँग घरमा भएको बालबालिकासँग कम्युनिकेसन मात्रै गऱ्यो भने पनि त्यसले एउटा सकारात्मक प्रभाव पार्ने रहेछ। एकचोटि हामी त्यो ड्रामाको कुरा गर्दै गर्दाखेरि चाहिँ बालबालिकालाई स्कुलमा गएर एउटा सानो नानीलाई, एउटा पात्रलाई भनौँ नाटकमा, उसले चाहिँ फेमिलीको चित्र बनाऊ भने विदेशबाट बुवा घरमा आएको हुन्छन्। अनि फेमिलीको चित्र बनाऊ भन्दाखेरि चाहिँ आफ्नो आमाको, बुवाको अनि घरमा भएको एउटा बिरालोको उसले जसरी जाने त्यसरी चित्र बनाउँछ होइन। तर घरमा भएको बुवाको चित्र बनाउँदैन कि उसले। यहाँबाट बुझ्न सकिन्छ हामी जस्तो बुवाको इन्भल्भमेन्ट, इङ्गेजमेन्ट टाढै बसेर पनि त्यो एउटा सेड्युलमा रेगुलर नगर्दाखेरि चाहिँ को परिणाम चाहिँ के रहेछ त भन्दा बालबालिकाको मस्तिष्कमा के पर्यो भने परिवारमा घरमा फर्केर विदेशबाट आएको बुवा घरमा हुँदै पनि
उसले स्कुलमा नेक्स्ट डे चाहिँ चित्र बनाऊ नि त परिवारको भन्दाखेरि उसले बुवाको बनाएन तर घरमा भएको बिरालोको चित्र बनाउँछ कि। सो यो चाहिँ जो एकदमै बुझ्नुपर्ने के छ भने टाढै बसेर भए पनि आफ्नो इन्भल्भमेन्ट इङ्गेजमेन्टको कुरा, समय व्यवस्थापनको कुरा र रेगुलर कम्युनिकेसनले पनि बालबालिकाको जुन उसको विकासमा चाहिँ हामीले ठुलो योगदान पुर्याउन सकिन्छ एज अ बुवा भएर। घरमै हुनुहुन्छ भने त अघि भने जस्तो यो खेल्ने कुरा गर्ने इन्भाइरोमेन्ट बनाउने त्यो बुवाको भूमिका महत्त्वपूर्ण हुन्छ र त्यसमा एकदमै धेरै मजा छ। मैले त एकदम मजा लिइरहेको छु मेरो सानी छोरीको सिकाइ सँगसँगै म आफू पनि इन्भल्भ हुन पाउँदा र समय पनि मैले प्रशस्त दिन पाइएको छु अहिले केही 1-1.5 वर्ष 2 वर्षदेखि 2-3 वर्षै भयो। सो त्यसले गर्दाखेरि म त एकदमै ह्याप्पी छु कि मैले जे कुरा सिकेँ बुझेँ त्यो कुरालाई मैले अभ्यासमा पनि ल्याएँ। त्यसले चाहिँ राम्रै नतिजा राम्रै एउटा परिणाम दिइरहेछ। होपफुली भविष्य राम्रो हुन्छ होला भन्ने अपेक्षा छ मेरो चाहिँ। हामीले दिने नि त्यही हो हाम्रो नानी बाबुलाई होइन। सायद त्यो राम्रो मेमोरिजहरू दियो भने चाहिँ त्यो राम्रो मेमोरिजले चाहिँ पक्कै पनि उहाँहरूको फ्युचर बनाउनुमा चाहिँ हेल्प गर्छ नि। आनन्द सर, हामीले कुरा गर्दा गर्दा 1 घन्टा कस्तो मजाले सक्यो थाहै पाएन होइन। 1 घन्टा अनि गइसक्यो। लगभग हामी अन्तमा आइ नै सकेको छौँ, अझै भने अन्तभन्दा उता नै गइसकेको छौँ। तर सिन्स यो बिचमा अलिकति यो लास्ट विकदेखि इन्टरनेट प्रब्लमहरू चाहिँ देखिराखेको छु होइन। हामीले चाहिँ लास्टमा एउटा सेगमेन्ट राख्छौँ कि ऱ्यापिड फायर राउन्ड है। ऱ्यापिड फायर राउन्ड म चाहिँ तपाईँलाई जे आउँछ भनौँ न द फर्स्ट थट तपाईँले त्यो सेयर गर्नुपर्छ। म तपाईँलाई अलिकति तयार हुनलाई टाइम गर्दै गर्नु होला। यसो ओके के सोध्नुहुन्छ होला भने, किनकि दिस इज रियली भेरी सरप्राइज होइन। के हुन्छ भन्ने कुरा हो। त्यतिसम्म भन्दा म अलिकति हाम्रो यहाँ एलकर्भकोबाट चाहिँ हामीले यो प्रोग्राम गरिराखेको छौँ, एलकर्भ एजुकेसन रिसर्च सेन्टर। सो एउटा सानो भेकेन्सी एनाउन्समेन्ट छ कि एलकर्भले चाहिँ यसको इभेन्ट कोअर्डिनेटरको लागि चाहिँ भेकेन्सी एनाउन्समेन्ट गरेको छ। सो इफ यु आर लिसनिङ अस, इफ यु आर वाचिङ अस र तपाईँलाई लाग्छ यो क्राइटेरियाभित्र म पर्छु र आई क्यान बी अ भेरी गुड पर्सन टु कोअर्डिनेट द प्रोग्राम्स भने प्लिज डु नट फर्गेट टु अप्लाई। यहाँ सिभी पठाउने इमेल आइडी पनि दिएको छौँ भने फोन चाहिँ त्यति एन्टरटेन गर्दैनौँ होइन, सिभी चाहिँ पठाउनु होला है। अनि त्यसै गरेर चाहिँ अर्को एनाउन्समेन्ट के छ भने हाम्रो सेकेन्ड किन्डर म्याथ मानियाको एनाउन्समेन्ट छ। अघि सरले भन्दै थियो आर्टको थ्रुबाट चाहिँ हामीले इमोसन्सहरू एक्सप्रेस गर्छौँ, जस्तो बिरालु बनायो तर बाबा बनाएन होइन। सो हाम्रो रिसेन्टली माई आर्ट माई स्टोरी भन्ने इभेन्ट हामीले गरेको थियौँ, जुन चाहिँ इसिडीको नानी बाबुहरूको लागि थियो भने चाहिँ हाम्रो एउटा ब्यालेन्स प्रोग्राम हुन्छ जहाँ चाहिँ हामी मोर क्रिएटिभिटी आर्ट्सको कुरा गर्छौँ भने कतै न कतै बिकज फ्याक्टहरूबाट पनि हामी उठ्छौँ। सो नेपाल सायद आइक्यू टेस्टहरूमा सबभन्दा लोएस्ट कन्ट्रीहरूमा पर्छ र मलाई चाहिँ एज एन इसिडी एजुकेटर के लाग्छ भने दिस इज अल्सो आवर रेस्पोन्सिबिलिटी। हामीले चाहिँ त्यो चान्स पायौँ कि पाएनौँ आई डोन्ट नो, तर हाम्रो आउने जेनेरेसनमा चाहिँ हामीले त्यसरी चाहिँ इन्भाइरोमेन्ट जसरी अघि आनन्द सरले भन्दै हुन्थ्यो चाइल्डहुड मेमोरी यति स्ट्रङ बनाइदिनुपर्छ कि पोजिटिभली यति स्ट्रङ बनाउनुपर्छ कि उहाँहरू एज एन एडल्ट उहाँको एडल्ट लाइफ चाहिँ राम्ररी पोजिटिभ तरिकाले चाहिँ उहाँले भनौँ न बिताउन सक्नु परोस्। अनि त्यसले गर्दा चाहिँ हामीले यो आर्ट र क्रिएटिभ माइन्ड र यो एकाडेमिक माइन्डको चाहिँ अलिकति ब्यालेन्स बनाउँछौँ। एकाडेमिक त नभन्ने हो तर पनि इट्स अ लेफ्ट ब्रेन र राइट ब्रेनको एक्टिभिटिजलाई चाहिँ ब्यालेन्स बनाउने तरिकाको वर्षको 2टा इभेन्ट चाहिँ एकदम हाम्रो रेगुलर बेसमा गर्छौँ। सो हाम्रो यसपालि सेकेन्ड किन्डर म्याथ मान्य हुन लागिरहेको छ जहाँ चाहिँ हामी ट्याङ्ग्राम च्यालेन्ज, बिकज आई फिल म्याथ्सहरू यस्तोहरूले चाहिँ क्रिएटिभिटी पनि बढाउँछ, तपाईँको लजिक स्किल्सलाई एकदम डेभलप गर्नुमा हेल्प गर्छ। सो त्यो हेल्प गर्ने स्किल्सहरू के हुनसक्छ भन्ने बेसमा धेरै वर्षसम्म है प्र्याक्टिस गरेर रिसर्च गरेर चाहिँ वाट वी फाउन्ड एटलिस्ट हामी अर्ली एजमा चाहिँ ट्याङ्ग्राम अनि प्याटर्नको कुराहरू गऱ्यौँ भने चाहिँ यसले चाहिँ कहीँ न कहीँ ब्रेनलाई चाहिँ होलिस्टिकल्ली डेभलप गर्नुमा चाहिँ हेल्प गर्छ भनेर चाहिँ हामीले सेकेन्ड किन्डर म्याथ मानिया स्टार्ट गर्दैछौँ। रजिस्ट्रेसन ओपन भइसकेको छ। यो चाहिँ लगभग तपाईँको इसिडी ग्रेड 3 सम्मको, लास्ट टाइम चाहिँ हामी ग्रेड 1 को नानी बाबुहरूको लागि गरेका थियौँ।
यसपालि we are like looking for collaborations. So तपाईँहरूको स्कुल छ, if you want to participate, नानी छ भने प्लिज डु लेट अस नो. अनि त्यसै गरेर अर्को एउटा थर्ड एनाउन्समेन्ट चाहिँ के छ भने यी सबैजनाले धेरैजनाको क्युरियोसिटी हुन्छ कि what does LCurve does भनेर हैन. LCurveले चाहिँ अहिले बेसिकली हामी बेसिक र एडभान्स कोर्स ECD को लागि गरिराखेको छौँ. क्यापेसिटी बिल्डिङ कुराहरू हो टिचर्सहरूको, त्यसै लिडरसिपको ट्रेनिङ्सहरू, सेमिनारहरू, कन्फरेन्सहरू गरिराखेको हुन्छौँ. रिसर्च प्रोग्रामहरू डेभलप गरिराखेको छौँ. स्कुल सपोर्ट र कन्सल्टेसनको प्रोग्रामहरू चलिराखेको छ. त्यसै गरेर स्कुल स्टुडेन्ट्स इनरिच जुन चाहिँ अघि हामीले म्याथ म्याजिक मानिएको कुरा गरेका छौँ, माई आर्ट माई स्टोरीको कुराहरू गरेका छौँ. यो सबैले चाहिँ अलिकति उहाँको स्टुडेन्ट्सहरूको चाहिँ इनरिचमेन्ट लिएर आउँछ. त्यसै गरेर रिसोर्स क्रिएसन, यो चाहिँ भेरी इन्ट्रेस्टिङ कुराहरू छ. यो चाहिँ सायद आउने दिनमा चाहिँ म इच एन्ड एभ्री पोइन्टमा हाउ वी आर डुइङ दिस थिङ भन्ने कुरा चाहिँ म अलिक डिटेलमा पनि कुरा गर्दै जान्छु. सो यति भनिसकेपछि आई फाइन्ड आनन्द सर इज भेरी मच रेडी फर दिस ऱ्यापिड फायर राउन्ड. आनन्द सर रेडी हुनुहुन्छ? Yes, ma'am. Your surprise. So anything that comes to your mind. हुन त अघि चिया र कफीमा तपाईँले कफी भनिसक्नु भएको छ. मर्निङ बर्ड or नाइट आवल? Sorry, के भन्नुभयो म्याम? मर्निङ बर्ड or नाइट आवल? बिहान उठ्न मन पर्छ कि राति बेरसम्म काम गर्न मन लाग्छ? बिहान उठ्न मन पर्छ. Oh wow. Okay, you are the first one है. मलाई एउटा इन्ट्रेस्टिङ तपाईँले एउटा इन्ट्रेस्टिङ क्वेसन मलाई सोध्नु मन लाग्यो. हामीले तपाईँले अघि नानीसँग धेरै टोयजहरू छ होइन, खेल्छौँ. तपाईँ चाहिँ एउटा प्री स्कुल टोय हुनु भएको भए कुन चाहिँ प्री स्कुल टोय हुनुहुन्थ्यो? म हुन भएको भए तपाईँ आफै म एउटा प्री स्कुल टोय हुन्छु भने चाहिँ के टोय हुनुहुन्थ्यो? कुन चाहिँ खेलौना हुनुहुन्थ्यो होला? म चाहिँ त्यो म्युजिकल इन्स्ट्रुमेन्ट हुन्छ नि त्यो जाइलोफोन? यस, जाइलोफोन. यस, जाइलोफोन. हो, ऱ्यापिड फायरले अलिकति दिमाग पनि. तपाईँलाई क्रेयोन्स मन पर्ने कलर्सहरू नानीसँग और क्ले मन पर्छ? मलाई कलर मन पर्छ किनभने उनलाई पनि कलर मन पर्छ. सो हामी सँगै बसेर बनाउँछौँ पनि. कलर मन पर्छ. ओके, तपाईँको पोडकास्ट थियो 0 to 8. यो पोडकास्ट फेरि सुरु गरेर कुनै एकदम स्पेशल गेस्टलाई बोलाउनु पर्यो भने कुन गेस्टलाई बोलाउनुहुन्छ? हरिवंश आचार्य. Harivansh, okay. So one skill that you could learn from your daughter, 4 years daughter सँग कि यो स्किल चाहिँ मैले मेरो 4 वर्षको नानीसँग चाहिँ साच्चैकै सिकेँ है भन्ने कुनै एउटा स्किल? त्यो लजिकल एन्सर दिने हुन्छ नि, त्यो स्किल. प्योर आन्सर. ओके. तपाईलाई अहिले उसमा चाहिँ एकाडेमिक सर्टिफिकेट इम्पोर्टेन्ट जस्तो लाग्छ कि सिकेको कुरालाई प्र्याक्टिस गर्नु पाए राम्रो हुन्छ जस्तो लाग्छ? आई डोन्ट केयर अबाउट एकाडेमिक सर्टिफिकेट. मैले सिकेको कुरा चाहिँ बेस्ट सिकोस् भन्ने चाहन्छु. सो एज अ मिडिया एन्ड कम्युनिकेसन पर्सन हजुरले इन्टरभ्यू पनि लिनु भएको छ. आज म तपाईँसँग गफ गर्दैछु एन्ड आई एम आस्किङ यु क्वेसन सोध्नु रमाइलो कि आन्सर दिन रमाइलो? इन्टरभ्युअर अर इन्टरभ्यू? क्वेसन सोद्धा चाहिँ मलाई अलिकति पसिना नै निस्किन्थ्यो. एन्सर दिँदा चाहिँ अलि बढी गफ गरे कि भने जस्तो, गफ दिए कि भने जस्तो लागिरहेछ. मेबी आन्सर क्वेसन सोध्ने मान्छेले सोचियो बनाइदिएको कि होइन. ओके, तपाईँ आफूलाई एजुकेटर पर्सन, एजुकेसनल पर्सन भन्न रुचाउनुहुन्छ कि मिडिया पर्सन भन्न रुचाउनुहुन्छ? म व्यवहार परिवर्तनका लागि सञ्चारमा काम गर्ने शिक्षाकर्मी भन्न रुचाउँछु. त्यसरी दुईटै त कहाँ जोड्नु पायो? दुईटामा एउटा लिनु पर्यो भने एउटै हो. व्यवहार परिवर्तनको लागि मैले जे चिज गर्छु त्यो पनि शिक्षा सँगसँगै इन्फर्मेसनसँगै इन्फोटेनमेन्टसँगै जान्छ. सो ब्लेन्डेड छ, त्यही भएर म भएको. ओके, सो लास्ट क्वेसन तपाईलाई चाइल्ड डेभलपमेन्टलाई एउटा वर्ड मात्रैले डिस्क्राइब गर्नु पर्यो भने के भन्नुहुन्छ होला?
समग्र विकास। ओके, सो विथ दिस आई गेस हामीले तपाईँलाई अप्ठ्यारो नपर्ने किसिमले राम्रो वातावरण बनाएर आन्सरहरू दिने किसिमको इन्भाइरोमेन्ट बनायौँ होला। लास्टमा के भन्नुहुन्छ आजको चिया गफलाई कसरी रिफ्लेक्ट गर्नुहुन्छ? 45 मिनट भन्ने बढी भयो। थियो, मोर देन 1 घण्टा भयो। किन भयो भने हामीलाई एकदमै कुराकानी गर्न सजिलो भयो, फ्यान्टास्टिक भयो। किनभने हामीलाई चाहेको विषयमा, हाम्रो एकदम इन्ट्रेस्टिङ विषयमा हामी छलफल गर्यौँ, मजा आयो। सो जाँदा जाँदा के कुरा, थ्याङ्क यू सो मच अनन्त सर। जाँदा जाँदै के कुरा जुन चाहिँ भन्नु मन लाग्यो मैले सोध्न बिर्सेँ? त्यस सोध्न बिर्सेका अरू कुराहरू पनि छन्, अर्को कुनै एपिसोडमा फेरि कुरा गर्नेछौँ। डेफिनेटली, किनकि मैले वाट आई रियलाइज यो 1 घण्टा चाहिँ नपुग्दा रहेछ। देयर आर सो मेनी थिङ्स होइन। अनि हामीले त ला यो पनि सोध्नु बाँकी थियो, यो पनि सोध्नु पाए हुन्थ्यो। सोध्नु भन्नाले यो कुरा चाहिँ तपाईँहरू यो कुराको लागि चाहिँ एकदम नि मलाई लाग्छ यु आर द राइट पर्सन के। अनि तपाईँहरूको यो कुराहरू निस्कियो भने चाहिँ हामी जस्तो सुन्ने हेर्ने मान्छेले पनि ओ यो कुरा रहेछ है भन्ने थाहा पाउने कुरा एउटा माध्यम हो होइन। सो अनन्त सर, लास्टमा हामीले एकदम धन्यवाद भन्नुपर्छ तपाईँलाई। मैले तपाईँको टाइम दिएर आउनुभयो अनि एकदम मजा लाग्यो, हामीलाई पनि धेरै खुसी लाग्यो। मलाई त तपाईँसँग झन् कति धेरै कुराहरू अझै ला निकाल्नु पाएको छैनौँ। हामी पक्कै पनि कुनै दिन अर्को एपिसोडमा निकाल्छौँ र तपाईँको समय दिनुभएकोमा धेरै धेरै धन्यवाद है त। यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो चिया गफ एकदम चिया गफमा बोलाइदिनु भयो। हामीले चिया खाँदै कुरा गऱ्यौँ, मैले चिया पनि करिब करिब सकाइसकेँ, सेलाइ पनि सकेछ। अब चाहिँ खानै खानु होला। अब बाँकी रहेछ। यहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। फेरि हामी यस्तै विषयमा फेरि भेट्नेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार। सो थ्याङ्क यू सो मच। अनन्त सर हुनुहुन्थ्यो आजको होस्ट, आजको गेस्ट। तपाईँहरू हेर्दै हुनुहुन्थ्यो, सुन्दै हुनुहुन्थ्यो चिया गफ विथ माया एट टिचर्स क्याफे। हामी नेक्स्ट विक इन्ट्रेस्टिङ गेस्ट को हुनुहुन्छ त्यसको पोस्टबाट, त्यहाँ पोस्टबाट पक्कै पनि थाहा पाइहाल्नुहुन्छ। तपाईँहरूलाई चाहिँ हामी यो गेस्टहरू या यहाँको कुराहरू सुन्न पाए रमाइलो हुन्थ्यो भन्ने लाग्छ भने चाहिँ प्लिज 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 डु नट फर्गेट टु कमेन्ट अस। यु क्यान सेयर योर आइडियाज, यु क्यान एक्सप्रेस द्याट होम डु यु वान्ट टु सी इन दिस चिया गफ। र त्यसपछि हामी छिट्टै नै 10th एपिसोड पुग्दैछौँ। 10th एपिसोडलाई एकदम स्पेसल बनाउनेवाला छौँ बिकज आई थिङ्क दिस इज द फर्स्ट टाइम एपिसोड 3rdले सेसन 3rdले यति धेरै एपिसोड लगालग गरिराखेको छ। सो हामी यसलाई कम्तीमा पनि 10th एपिसोडसम्म मजाले लगेर यसलाई 25th एपिसोडसम्म लिएर जाने प्लान छ। सो हामीसँग अझै 15वटा एपिसोडहरू छ जहाँ चाहिँ तपाईँहरूले नामहरू रिफर गर्न सक्नुहुन्छ। तपाईँ आफै पनि एज अ गेस्ट यदि एजुकेसन फिल्डमा हुनुहुन्छ, नानी बाबुहरूसँग काम गर्दै हुनुहुन्छ, आइएम सरी आई वान्ट टु करेक्ट माइसेल्फ, नट ओन्ली एजुकेसन फिल्डमा, तपाईँ अरू कुनै पनि फिल्डमा हुनुहुन्छ र नानी बाबुहरूसँग काम गर्दै हुनुहुन्छ र लाग्छ कि हामीले यो चिया गफलाई अझै रमाइलो बनाउन सक्छौँ भने चाहिँ प्लिज तपाईँ हाम्रो गेस्ट बन्न सक्नुहुन्छ। यो भन्दै आजको यो चिया गफ यहीँ सिद्ध्याउँछु। हामी अर्को हप्ता फेरि नयाँ पाहुनासँग तपाईँहरूसँग भेटघाट गर्छौँ। त्यति बेलासम्मको लागि तपाईँहरूको समय धेरै 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 शुभ रहोस्। यही कामनाको साथमा आजको चिया गफ खतम गर्दैछु।